हामी सबैजनालाई थाहा छ म कस्तो, र पनि हामी पवित्र बाइबललाई खोलिकन हामी आज हेर्दछौँ। ल सबैजनाले भेटाउनु भयो, खोल्नुहोस् ल। यूहन्ना 3:16 भेटाउनु भयो? ल हामी एकसाथ पाठ गर्छौँ। 1 2 3। आमेन आमेन। कतिजनाले यो वर्डलाई विश्वास गर्नुहुन्छ? यसो हात उठाउनुहोस् त, हात देखाउनुहोस् त। ल हामी विश्वास गर्ने व्यक्तिहरू कि जुन कुरो परमेश्वरले एउटा वर्डलाई बोल्नुभयो कि परमेश्वरले भन्नुहोस् त, परमेश्वरले भन्नुहोस् त, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले के गर्नुभयो अरे? हजुर हजुर भन्नुहोस् न। आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। अचम्मको तरिका, उहाँले एउटा पुत्रलाई जस दियो भनेको कुरा चाहिँ लु लैजाऊ भनेको होइन, तर संसारलाई यो तरिकाले दिनुभयो कि त्यो तरिका चाहिँ नि एउटा यति साह्रो पेनको भाग हो, जुन भाग चाहिँ दिँदै गर्दाखेरि चाहिँ नर्मली भागमा थिएन। यो मेरो छोरा हो तिमी लैजाऊ भनेर उसले संसारको व्यक्तिले चाहिँ उसलाई पाल्न लागि लाने कुरालाई त्यसरी त्यो सन्दर्भमा लेखेको थिएन। तर परमेश्वरले आफ्नो पुत्रलाई दिनु किन आवश्यकता थियो भन्नुहोस् त? हाम्रो जीवनमा के कुरोको खाँचो थियो? संसारलाई पुत्रको खाँचो थियो, संसारको जस्तो छोराछोरी खाँचो थियो। यहाँ के कुरो खाँचो थियो भन्नुहोस् त? हजुर छुटकाराको खाँचो थियो। छुटकारा भन्नुहोस् त, स्वतन्त्रता भन्नुहोस् त। अनि कुन भागबाट स्वतन्त्रता चाहिएको थियो संसारलाई? पापको भागबाट। जब पनि मान्छेको जीवनको भागबाट पापबाट हुँदै गर्दाखेरि परमेश्वरले उत्पत्तिदेखि नै हेर्दै हेर्दै आउँदै गर्दा मान्छेको जीवनको भागहरू सृष्टिको आरम्भदेखि नै बिग्रिँदै आयो। जति परमेश्वरले मिलाउनु खोज्यो त्यो त्यत्तिकै बिग्रिँदै आयो। तर त्यो सम्पूर्ण कुरा हुँदै गर्दा परमेश्वरले निर्णय गरेको त्यो सृष्टिको आरम्भमा एउटा घटना थियो। त्यो कुरो चाहिँ के थियो? एउटा तुमाको बलिदानको भाग थियो। जुन परमेश्वरले सुरुमा आदम अनि हव्वालाई बनाउनु हुँदै थियो त्यो भागभन्दा अगाडि, किनभने परमेश्वरलाई कसरी चिन्छ हामी? आदि अनि अन्तका परमेश्वर भनिकन उहाँ अल्फा हुनुहुन्छ अनि उहाँ ओमेगा पनि हुनुहुन्छ। आमेन। उहाँलाई आजको दिन छ भने आजको हजारौँ वर्ष पछाडि के छ त्यो पनि उहाँलाई आजको दिनमा नै थाहा छ। आमेन आमेन। हाम्रो निम्ति हजारौँ वर्ष आउने भविष्य हुन सक्छ, तर परमेश्वरको लागि चाहिँ आज अनि अहिले हो त्यो कुरा चाहिँ। आमेन। किनभने उहाँ त्यो सबै कुरोलाई नियति बनाइकन उहाँले नियति भागमा उभाइदिने जस्ट एउटा देखाउने कुरो मात्रै। आज तपाईँ अनि हामीलाई थाहा छ कि हामी यो एउटा युगमा जिउँदै गर्दा हामी क्यामेराको थुप्रो भागहरू जान्दैछौँ। मोबाइलमा क्यामेरा छ अनि त्यो भागमा ब्लोर भन्ने शब्द बुझ्नुहुन्छ नि है? ब्लोर गरेको भाग के हुन्छ? मैले जस्तो यहाँबाट फोटो खिच्दै गर्दा एकजना व्यक्तिलाई मात्रै उसलाई गर्नु भन्दै त्यो ब्लोरको भागलाई हेर्दै गर्दा मैले उसको पछाडिको भागलाई चाहिँ के गर्न सक्छु? ब्लोर गरेपछि धुन्द्रो देख्छ, त्यो चाहिँ मधुरो देख्छ या त त्यो डिसपियर हुन सक्छ, ऊ मात्रै हुन सक्छ। तर यसको अर्थ होइन कि पछाडिको व्यक्ति छैन भन्ने चाहिँ होइन, त्यो अलरेडी छ। तर त्यो समयको लागि चाहिँ त्यो व्यक्तिलाई मुख्य देखाइरहेको हुन्छ, त्यो घटनालाई मुख्य देखाइरहेको हुन्छ। त्यस्तै तरिकाले नि परमेश्वरको अगाडि पनि सबै कुरो प्लान त्यो अलरेडी प्रि प्लान्टमै छ। तर उहाँले समयभित्र रहँदै गर्दा नि एउटा कुरालाई उहाँले अगाडि हाइलाइट गर्नुहुन्छ, अरू कुरालाई उहाँले धकिँदै पछाडि त्यो ठाउँमा ब्लोर गर्दै हामीलाई बुझाउनुहुन्छ एक एकवटा ठाउँबाट। अनि सबै बुझाएका भाग के छ? म तिमीलाई आज पनि माया गर्छु। आमेन। उहाँले इतिहास बाई इतिहास लेख्दै गर्दा तपाईँ उत्पत्तिको 1:1 लिएर प्रकाशित वाक्यको 22 अध्यायको अन्तिम खण्ड पढ्दै गर्दा पनि हामी एउटै कुरालाई भेट्छौँ, उहाँको मायालाई। आमेन। ल्याउनु भयो। अनि यहाँनिर मिठो कुरालाई लेख्नुभयो, जुन कुरोको बारेमा हामीले धेरै समयदेखि पढ्यौँ कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। त्यो दिएको भाग कस्तो थियो भनिकन हामीले केही समय अगाडि, केही दिन अगाडि
हामीले यो कुरालाई मनायौँ, जुन कुरालाई हामीले बुझ्ने भाषामा त के भनिन्थ्यो, निस्तारको थुमा, पासओभर, जसलाई हिब्रूमा यसलाई पेसाक भनेर पनि वर्ड दिएको छ। अनि त्यस समयमा चाहिँ के थियो भन्दै गर्दा चाहिँ त्यो समयमा चाहिँ एउटा निस्कोर थुमाको परमेश्वरले जुन चाहिँ कुरालाई प्रतिज्ञा गरेको थियो त्यो कुरो प्रकट हुने समय, त्यो कुरालाई चाहिँ अगाडि हाइलाइट गर्ने समय आइसकेको थियो। अनि त्यही कारण परमेश्वरको वचनले भन्छ पहिलो पत्रुसको पुस्तकमा कि उहाँ त्यो थुमा त्यो अलरेडी सृष्टिको आरम्भमा मारिसकेको थियो, जग बसाल्नु अगाडि नै थुमाको बलिदान भइसकेको थियो। तर हाम्रो खातिर चाहिँ समयको पूर्णतामा उहाँ प्रकट हुनुभएको। आमेन। हाम्रो निम्ति चाहिँ समयको पूर्णता भन्नुहोस् त, समयको पूर्णता हुँदै गर्दा चाहिँ उहाँ पृथ्वीमा प्रकट हुनुभयो एउटा मानिसको रूपमा लिकिन। अनि जुन कुरा परमेश्वरले हजारौं वर्ष अगाडि बोल्नु भएको कुरा पछि आइकिन यौनाको पुस्तकमा त्यो कुरो लेखियो, त्यो कुरोलाई दर्ता गरियो। अनि दर्ता गरेपछि हामीले बुझ्न थाल्यौं। कतिजनाले बुझ्दै गर्दा त्यो भाकालाई आइकिन हामीले प्रभु येशू ख्रीष्ट आफ्नो मुक्तिदाता अनि उद्धारकर्ता भनिकिन ग्रहण गर्यौं। अनि त्यो ग्रहण गरेको कुरा के थियो भन्नुहोस् त, हाम्रो जीवनको विभिन्न भागमा छुटकारा। आज यो कोठामा हामी हेर्छौँ भने कोही रोगबाट छुटकारा हुँदै गर्दा प्रभुलाई ग्रहण गर्नुभयो, कोही आफ्नो जीवनको विभिन्न भागमा रहँदै गर्दा कसैको थुप्रो परिस्थितिहरूको भागबाट जब पनि त्यो व्यक्ति स्वतन्त्र भयो, त्यो व्यक्तिले के भन्नुभयो, यस यु आर द ओन्ली वान जसले मलाई रिडिम गर्न सक्छ। अनि उसले त्यस समयमा रोमीको पुस्तक 10 अध्यायले भन्छ कि आफ्नो मुखले उसले स्वीकार गर्यो अनि हृदयले विश्वास गर्यो भनेको छ। आमेन। तर त्यति मात्रै रहेन, तर परमेश्वरको नियति के छ, परमेश्वरले हरेक वर्ष एउटै कुरालाई बुझाइरहनुहुन्छ। जहाँ ठाउँमा आउँदै गर्दा उहाँले एउटा कुरालाई हामीलाई सम्झाउनुहुन्छ कि म तिमीलाई माया गर्छु। अनि आज तिमी जुन स्वतन्त्रता भएको छौ, त्यो स्वतन्त्रता चाहिँ तिमीले आफ्नो बलद्वारा पाएको होइन, आफ्नो बुद्धिका कुराद्वारा पनि पाएको होइन, तिमी संसारमा जिउँदै गर्दा तिम्रो सबै धन सम्पत्तिको कुराले पनि होइन, तर जुन स्वतन्त्रताको जीवन जिउँछौ त्यो स्वतन्त्रताको जीवन चाहिँ मैले दिएको पुत्रको बलिदानको खातिर तिमीले पाएको भनिकिन सर्वोच्च परमेश्वरले आज पनि हामीलाई बताउनुहुन्छ। आमेन। त्यो कुरो त्यही कारणले गर्दै गर्दा हामीलाई उहाँको यो चाडभित्र हामीलाई बोलाउनु भयो। अनि हामी अस्तिको मङ्गलबारको दिन हामी जसरी वर्का त्यहाँनिर इभेन्ट्स हलमा गइकन हामी सङ्गति गऱ्यौँ, सबैजना मिलिकन उहाँको पासओभरलाई मनायौँ, हो कि भन्नुहोस् त। पासओभरलाई चाहिँ परमेश्वरले ठहराउनु भएको समय हो। अनि त्यो समय चाहिँ कहिले मनाइँदै थियो भन्दै गर्दा चाहिँ ऐतिहासिक रूपमा हेर्छौँ भने चाहिँ जब पनि मिश्र देशमा जब पनि सम्पूर्ण इजरायलीहरू लगभग 430 वर्षको दासत्वको समयमा रहेको थियो, यति बिना 430 वर्षको दासत्व उनीहरूको सबै जीवनको अस्तित्व हराउँदै गर्दा परमेश्वरले जसरी प्रस्थान 12 अध्यायमा आउँदै गर्दा उहाँले एउटा नियतिलाई, मैले अघि नै तपाईँलाई भने नियति त्यो समय बनिसकेको थियो, तर त्यो समयमा घटना खोलियो। आमेन। नियति कहाँ बन्यो भनिकन तपाईँले पढ्न चाहनुहुन्छ भने उत्पत्तिको पुस्तकमा जब पनि अब्राहमसँग उहाँ बात गर्दै हुनुहुन्थ्यो त्यो समयमा अलरेडी नियति बोलिदिनु भएको थियो कि तेरो आउने भावी सन्तान चाहिँ कुनै एउटा जाति बीचमा गएर त्यो दासत्व पस्छ। उनीहरू 10 पुस्ता लगभग 400 वर्ष उनीहरू एउटा दासत्वमा पस्छ, तर म तिनीहरूलाई फेरि पनि के गर्छु, उद्धार गर्छु अनि त्यो ठाउँको म न्याय गर्छु भन्नुभयो। तर उत्पत्तिमा बोलेको कुरालाई त्यत्तिकै प्रभुले आजको भोलि गर्नु भएन, तर जब पनि त्यो समय पुरा हुन आयो त्यो दिन सर्वोच्च परमेश्वरले त्यो कार्यलाई प्रकट गर्नुभयो। आमेन। त्यो घटना चाहिँ प्रस्थानमा आइकिन 12 अध्यायमा पुरा भयो, जहाँनिर त्यो अब्राहम थिएन, अब्राहम पछाडिको थुप्रो जेनेरेसन्सहरू थिएन, त्यो सबै अब्राहमको पुस्तकको जेनेरेसन्सको भागहरू सकिँदै गएर अन्तमा युसुफको समय पनि सकेर जाँदै गर्दा जब पनि सबै दासत्वमा परिसकेको थियो मिश्र देशको भित्र, उनीहरूको पापको कारण होइन तर परमेश्वरले गर्ने भएको प्रतिज्ञाको कारण उनीहरू सबै दासत्वमा पर्छ भनेको थियो परमेश्वरले। के भन्नुभएको थियो परमेश्वरले, दासत्वमा जान्छ यिनीहरू। सुन्नुहोस् है, दासत्वमा जान्छ भन्नुभयो परमेश्वरले, उनीहरू दासत्वभित्र पसेको थियो। अनि उनीहरू दासत्वमा पसेपछि नि परमेश्वरले प्रस्थानको पुस्तकमा आउँदै गर्दा तपाईँले 9, 10, 11 अनि स्पेसली 12 अध्यायमा आउँदा हामी स्पष्ट रूपमा बुझ्छौँ कि अब परमेश्वरले उनीहरूलाई त्यो ठाउँबाट त्यो दासत्वबाट निकाल्न लागिरहेको छ। आमेन। आमेन। सेम कुरो त्यहाँनिर जसरी 12 अध्यायलाई विगत समयमा हामीले चर्चा गर्यौँ कि एउटा थुमाको रगतलाई जब पनि ढोकाको चौकसमा अनि सङ्घारमा लाउनु पर्छ भनिकन
यो कुरालाई विगत समयहरूमा ब्रदर सुशान्तले यो कुरा किन बोल्नु भएको थियो अनि त्यही कुरालाई हामी आज पनि चर्चा गर्दैछौँ। अस्ति हामी मङ्गलबार पनि चर्चा गर्दै थियौँ। अनि त्यो दिन जसरी ढोकाको चौकसमा त्यो रगत लाउँदै गर्दा चाहिँ के घटना घट्यो भन्दै गर्दा चाहिँ त्यो दिन मृत्युको दूत चाहिँ मिश्र देशभित्रको इजरायलीहरूलाई जस्ता बोलिएको थियो उनीहरूमा पसेन। त्यसरी नै परमेश्वरले यो समयहरूमा पनि उहाँले हामीलाई भन्नुभयो। आमेन। त्यो दिनमा हेर्दै गर्दा नि 430 वर्षको दासत्वको मैले अस्तिको हप्ता पनि भने तपाईँहरूलाई, उनीहरूको माया लाग्दो अनुहारले उनीहरूले उद्धार पाएको थिएन। उनीहरूले पाएको दासत्वको भागले मात्रै उद्धार पाएको थिएन। उनीहरूको जीवनमा थुप्रो थिचोमिचो पायो भनेर उद्धार थिएन। तर उनीहरूको सबै कुरो घटना घट्दै गर्दा पनि नि परमेश्वरले एउटा क्राइटेरिया दिएको थियो कि तिमीहरू पक्का तिमीहरूको जीवनमा दासत्व छ, पक्का यो कुरो बोलिएको कुराहरू पुरा हुँदैछ, तर अब यसबाट निस्किने ठाउँ त एउटै मात्रै छ। एउटै मात्रै छ। त्यो चाहिँ तिमीहरूले के गर्नुपर्छ? थुमा ल्याउनुपर्छ। थुमालाई मारिकन थुमाको मासु पोलेर खानुपर्छ। अनि थुमाको रगत चाहिँ तिमीहरूले ढोकाको सङ्घारमा अनि चौकसमा लाउनुपर्छ। परमेश्वरको पहिलो आज्ञा इजरायलीहरूभित्र छिर्दै थियो। अनि पहिलो आज्ञा चाहिँ पहिलो महिनाभित्र छिर्दै थियो, जुन महिनालाई त हिब्रूमा पेसा निशान भनिन्छ। अनि त्यो मनाइने चाडलाई चाहिँ के भन्छ हजुर? निस्तारको थुमा, निस्तार भन्ने पासओभर। एउटा त्यो घटनादेखि उनीहरू अर्को घटनामा सिफ्ट हुन लाग्दै थियो। त्यसरी नै मेरो आदरणीय परिवार, परमेश्वरले यो समयहरूमा आइकन हामीलाई यो महिनालाई निरन्तर हामीलाई सेलिब्रेट गर्नु भन्ने भयो। किन? हामीलाई एभ्री टाइम त्यो समयमा जसरी परमेश्वरले उनीहरूलाई रिमाइन्ड गराउँदै थियो कि तिमीहरूले त्यहाँनिर छुटकारा पाएको कारण चाहिँ तिमीहरूको माया लाग्दो जीवन पनि होइन, तिमीहरूको बल होइन, ज्ञान होइन, केही पनि होइन। त्यो दिन जसरी तिमीहरूले उद्धार पायौ त्यो दिन परमेश्वरको वचनमा विश्वास गरेर। आमेन। त्यो दिन उद्धार पाएको कारण चाहिँ मृत्यु नपसेको कारण त्यो थुमाको रगत थियो। त्यो दिन तिमीहरूको जीवनमा तिमीहरूले जीवन पायो, त्यो थुमाको शरीर अनि रगत थियो। त्यस्तै तरिकाले आजको दिनमा पनि हामीले मण्डलीले उद्धार पाएको थियो। हाम्रो ज्ञान, हाम्रो बुद्धि, हाम्रो विभिन्न बलको कुरा होइन, त्यो आज पनि थुमाको रगत अनि शरीरले हो। आमेन। त्यही कारण प्रभु येशू ख्रीष्टले जब पनि उहाँले अन्तिम प्रभु भोज गर्नुभयो, उहाँले अन्तिम प्रभु भोज गर्दै गर्दा उहाँले जब पनि उहाँले आफ्नो प्रभु भोजलाई प्रकट गर्दै गर्दा के भन्नुभयो? यो त मेरो मृत्युको सम्झना अक्सर गर्ने गर। आमेन। हामीले यहाँनिर हेर्नु पाउँछौँ कि निस्तारको मृत्यु भएको छ, त्यसको पछाडि अखुमेरी रोटीको छ भने अन्तमा चाहिँ पहिलोटै फलको कुरा छ। आज हामीले चर्चा गरिरहेको कुरा चाहिँ के छ? निस्तारको। यद्यपि हामी अलरेडी 16 दिनमा छौँ, 16 डेजमा छौँ, जहाँनिर हामीले पहिलोटै फलको कुरालाई हामी चर्चा गरिरहेका छौँ। हेर्नुहोस् है, हामी आजको दिनमा कहाँनिर छौँ भन्दै गर्दा चाहिँ हामी यहाँ फर्स्ट फ्रुटको बारेमा हामीले कुरा गरिरहेका छौँ। जस्ता पूर्ण स्थापनको दिन भन्छ, कतिले संसारमा त्यो ढोका बन्द गरिदिनुहोस्। ओके, थ्याङ्क यू। अनि तर हामीले बुझ्दै जानुपर्ने भाग चाहिँ कहाँनिर छ भन्दै गर्दा चाहिँ हामीले कसरी उद्धार पायौँ। कतिपल्ट हाम्रो जीवनको जर्नीमा आउँदै गर्दा हामीलाई कस्तो लाग्छ, जब पनि हाम्रो जीवनहरू बनिँदै गर्छ नि हामीलाई कस्तो लाग्छ, यो त सबै कुरो मैले, मेरो द्वारा, हामीले द्वारा। हामीलाई कोही बेला एउटा सङ्गतिको भागमा मान्छेहरू जसरी हामी बढ्दै जान्छौँ, एउटा ठाउँमा आइसकेपछि के हुन्छ भन्नुहोस् त, यो सबै कुरो चलाउने चाहिँ म हो, यो सबै कुरो चलाउने चाहिँ हामी ग्रुप हो, यो सबै चलाउने चाहिँ सायद हामी यति परिवारहरू होइन, मेरो परिवार होइन है। सबै कुरालाई कार्य गर्नुहुने चाहिँ उहाँ अनन्तताको परमेश्वर हुनुहुन्छ। आमेन। हरेक व्यक्तिको हृदयमा बोलिकन, हरेक व्यक्तिलाई जीवन दिकिन यो भागमा उभ्याइदिने आज पनि शक्ति अनि सामर्थ्य त्यो उहाँसँग मात्रै छ। आमेन, आमेन, आमेन। हुन्छ। सो कारण हामीले जब पनि परमेश्वरले यस्तो मिठो कुरालाई बोल्नुभयो, अघि म जसरी आराधनामा थिएँ अनि अन्तिममा जसरी हाम्रो आदरणीय बहिनीले हामीलाई लिड गर्नुहुँदै थियो, एउटै कुरा, येशू प्रभु। आमेन। अनि कस्तो मिठो कुरा, त्यति बेला जाँदै गर्दा प्रभुले यो वर्ड दिनुभयो, परमेश्वरले प्रेम गर्नुभयो। अनि प्रभु येशू ख्रीष्टको समयमा थुप्रो मान्छेहरू थियो क्या, जसले प्रभुलाई माया गर्छु, राजा बनाउन चाहने, थुप्रो कुरा गर्ने कोसिस गर्दै थियो। तर प्रभु येशू ख्रीष्ट त्यति मात्रै सुनेर एक्साइटेड हुनु भएन। उहाँ त्यतिकै एक्साइटेड हुनुभयो। इभन 12 जना चेलामा पनि नि उहाँ त्यति साह्रो निर्भरै थिएन। अनि प्रभु येशू ख्रीष्टले बारम्बार भन्नुहुँदै थियो, मलाई माया गर्छु भन्ने व्यक्तिले
मेरो आज्ञाहरू पालन गर्छ। हेर्नुहोस् त, तपाईँ नि मलाई माया गर्नु नि, जसले सायद हामी कतिजना यस्तो व्यक्ति पनि यहाँ छ होला जसले हाम्रो जीवनलाई कति पनि केही पनि ठान्दैनौँ। यो जिन्दगी आज छ भोलि छैन, के हुन्छ जस्तो मनपर्छ त्यस्तै जिदिन्छु, जे गर्नु मनपर्छ त्यही गर्छु भन्ने हाम्रो सायद त्यस्तो होला। कतिले आफ्नो जीवनलाई दिन प्रतिदिन बनाउने होइन, हामी बिगार्ने नाश भयौँ बस, जे सुक्योस् जस्तो सुकै जिदिन्छु, ल्याङफ्याङ, के हुन्छ र ठुलो भन्दा ठुलो। तर परमेश्वरको इच्छा हेर्नुहोस् त, पिता परमेश्वरको इच्छा यस्तै साह्रो हामीलाई माया गर्नुहुन्छ कि उहाँले मायाको लागि दिने, उहाँले सिम्पली हामीलाई चिठी लेखेर आई लभ यु छोरा मात्रै भन्नु भएन, आई लभ यु छोरी म बब्बर माया गर्छु तँलाई, एक दुई समय आँसु झार्नु भएन, प्रभुले त्यस्तो तरिकाले गर्नु भएन। हाम्रो परमेश्वरको माया दर्शनको भागै फरक छ। आमेन। उहाँले जुन प्रकारले हामीलाई माया गर्नुहुन्छ नि, उहाँले मायालाई एक्सप्रेस गर्ने भाग नै फरक, एक्सप्रेस गर्ने भाग नै कस्तो छ अरे, फरक छ, मिल्दैन संसारमा। किन? वचन यस्तो मिठो भन्छ हिब्रूको पुस्तकमा कि कोही धर्मीजनहरूको निम्ति त्यही नि वर्ण आँट गरि पनि हाल्छ, कोही गर्दी पनि हाल्छ त्यो भागमा, तर पापीहरूको निम्ति, अधर्मीहरूको निम्ति, सबै जीवन नाश भएको व्यक्तिहरूको निम्ति नि पाउँदैन व्यक्ति। तर तपाईँ अनि मेरो परमेश्वरले कस्तो गर्नुहोस् त, म धर्मीहरूको लागि होइन, सिद्ध भएको व्यक्तिहरूको लागि होइन, तर म त्यो पापदेखि तल्लो भाग जहाँनिर उसलाई पनि नि आँखा उठाएर हेर्नु नसक्ने भागमा आएको छ, आफूलाई ऐनामा हेर्दा पनि नि त्यो व्यक्तिले आफूलाई यति साह्रो सराप्ने, गाली गर्ने, हेर्ने सक्ने, आँखा नमिलाउन सक्ने त्यस्तो गिरेको व्यक्तिलाई पनि नि प्रभुले भन्दैछ म तँलाई माया गर्छु। आमेन। म तँलाई माया गर्छु। आमेन। आज पनि हामी कतिजना होला क्या, थुप्रो भागमा हामी त्यस्तै भइरहेको होला, या छोड्दे, लिभ इट, सबै छोडिदेऊ, सबैले त्यहाँ गयो, के भयो, अब म यस्तो जिदिन्छु, निर्णय गर्दै होला कतिले, लास्ट चान्स कि प्रभु, अब भएन नि म यस्तो जिदिन्छु, कतालिङ्गै जिदिन्छु म, कसले बुझ्दैन होइन। प्रभुलाई दिनरात भनिरहेको होला, फेसबुकमा स्ट्याटस है, वाट्सएपको डिपीहरूमा अचम्म तौलो डिपीहरू देख्छौँ नि हामी होइन, एक प्रकारको प्रभुसँग कोहीसँग केही हुन्छ नि, इन्टरनल कुरालाई त्यो खोल्नु नसक्दै गर्दा, आफूलाई पनि कतिपल्ट फेस टु फेस गर्नु नसक्दै गर्दा नि त्यो व्यक्तिले कहाँ हुँदैछ, अब म सकिदिन्छु जीवनलाई, तर परमेश्वरले भन्दैछ म उद्धार गर्छु तिमीलाई। आमेन। किनभने म आज पनि तिमीलाई माया गर्छु। आमेन। अनि तपाईँ नि मेरो परमेश्वरले त्यति मात्रै भन्नु भएन कि, तर उहाँले फेरि पनि यही भन्नुहुन्छ, मैले तिमीहरूलाई यस्तो माया गरेँ कि मैले मेरो पुत्रलाई दिएको छु तिम्रो निम्ति। आमेन। तिमी जुन ठाउँबाट उठ्नु सक्दिनौ भन्दैछौ, जुन पापको तल खाडलबाट तिमी उठ्नु सक्दिनौ, म यति साह्रो पेलिएको छु, यति साह्रो तर रगडिएको छु, म यति साह्रो थिचो मिचोमा सबै भनाइहरूमा यति साह्रो म तल परेको छु, तर आज एउटा कुरा याद गर छोरा, एउटा कुरा याद गर्छु रे, मैले मेरो पुत्रलाई पठाएको छु, मैले मेरो विश्वासयोग्य पुत्रलाई पठाएको छु। त्यो पुत्रलाई यदि तैँले विश्वास गर्छस् भने नि, आज उसले फैलाएको हातलाई तैँले यदि पक्रिन्छस् भने नि, तँ आजको रातमा उद्धार हुन्छस्। आमेन। कस्तो मिठो कुरा हेर्नुहोस् न, त्यो त उहाँको कन्फर्मेसन छ, त्यो त उहाँको के अरे पक्का गरेर भन्नुभएको, सिल छाप पनि नि संसारको होइन, उहाँको रगतको छाप लगाउनु भएको उहाँले। आमेन। आमेन। त्यो भाग हो क्या, त्यो भाग उहाँले गर्नुभयो। उहाँले बोल्नु मात्रै भएन, बाइबलमा उहाँले नि बोल्नु मात्रै भएको होइन, तर उहाँले के गर्नुहुन्छ भन्नुहोस् त, उहाँले कार्य गरेर देखाउनु भयो। आमेन। त्यस्तै तरिकाले नि जब उहाँले कार्य गर्नुभयो अनि यो समयहरूभित्र जब पनि त्यो निस्तार चाड समयहरू मनायो, त्यही चाडहरू मनाउँदै गयो, जब पनि उहाँलाई पछ्याउने चेलाहरूले नि उहाँको बौरी उठाएको कुराहरूलाई देख्यो, सबै कुरा उहाँहरूसँग आउँदै गयो नि, त्यहाँदेखि एउटा पुस्ता खडा भयो। एउटा पुस्ता भन्नुहोस् त, एउटा पुस्ता भन्नुहोस् त, एउटा पुस्ता खडा भयो। त्यो पुस्तालाई त जस्तै परमेश्वरले बाइबलमा कहिले नलेखेको कुरा लेख्यो, प्रेरितहरू भन्नुभयो। प्रेरितहरू भन्नुहोस् त, प्रेरितहरू खडा हुनुभयो। त्यो प्रेरितहरू त्यही थिए जो पहिलो प्रभुसँग हिँड्दै गर्दा नि
उनीहरूको जीवन त्यति साह्रो डिफाइन भएको थिएन। एकले अर्कालाई लडाउने, ठेल्ने, घचेट्ने थुप्रो कुरा भइरहेको थियो। तर जुन दिन उनीहरूले नि म तिमीलाई माया गर्छु भनेको भागलाई बुझे नि, उनीहरूको जीवन अलग्गै भएर गयो। अलग्गै भन्नुहोस् त। अनि उनीहरूले नि एउटा ठाउँमा आएर भन्दै थियो, प्रभु, जब पनि उहाँले भन्दै थियो नि, म यस संसारबाट उठाइँदैछु, मलाई संसारको मानिसहरूमा सुम्पिन्छ, उनीहरूले मलाई मार्छ, यो गर्छ, त्यो गर्छ भन्दा नि एकसाएक उठ्यो, कहाँ हो प्रभु, म त ओब्बर माया गर्छु तपाईँलाई, म त हुनै दिँदिनँ। इभन प्रभु यीशु कृष्ण पक्रिने गेत्सेमनीको बगैँचामा हुँदा नि एकजना चेला भन्छ, कतिवटा बाइबलमा त पत्रुस भन्छ, उसले टक्कै त्यो छुरी निकालेर के गरेको छ, पक्रिने एकजनाको त कानै काटिदिएको छ। तर प्रभुले भन्नु भएन, अहिले यो तरवारलाई मैनमा हाल, भयो अब भनेको छ। तर एकछिनमा हेर्दा नि सबै चेलाले छोडेर गयो। इभन अघिसम्म म तपाईँको लागि मर्दिनु तयार छु, ज्यान दिन्छु तपाईँको लागि भन्नेले नि छोड्छा पारेर गयो। इभन पत्रुस जस्तो जति साह्रो प्रभुसँग नजिक थियो त्यो व्यक्तिले के हुन्छ, चिन्दिनँ तपाईँलाई, को हो, सराबेको छ पत्रुसले आफूलाई माथि, कसम खाएर भन्छु भनेको छ, 3 पल्ट इन्कार। तर प्रभु यस्तो शक्तिशाली, पत्रुसको केही घन्टा बाद के वाणी बोल्छ पत्रुसले प्रभुलाई अलरेडी थाहा थियो। तैँले यो कुरो भन्छस् ल भाइ भनेर अलरेडी प्रभुलाई थाहा थियो। त्यस्तो निश्चिततामा भएको परमेश्वरले नि पत्रुसको लागि धुला खाइदिँदैछ, पत्रुसको लागि धुला खाइदिँदै थियो। छोडेर जाने सबै, इभन यहुदा इस्करियोतको लागि धुला खाइदिँदै थियो, बेच्ने व्यक्तिको लागि। तर त्यही व्यक्तिहरू नि पछि यस्तो तरिकाले परिवर्तन भयो। जब समय बित्दै गयो, एक दिन पवित्र आत्माले नि जुन चाहिँ परमेश्वरले आई लभ यु भनेको वर्ड थियो नि, पवित्र आत्माले एक्सप्लेन गरिदिन थाल्यो उनीहरूभित्र। स्वाट्ट जब पेन्टिकस्टको समयमा नि पवित्र आत्मा उनीहरू स्वाट्ट ओढेर आयो नि, त्यो दिन उनीहरूको हृदयले नि एक दिन पिताले भन्दै थियो, म माया गर्छु पत्रुस तिमीलाई। यस्तो मिठो नि, प्रभु यीशु ख्रीष्ट सोध्नु हुँदै थियो क्या पत्रुसलाई, ए पत्रुस के तिमी मलाई माया गर्छौ? ज्यू प्रभु, जान्नुहुन्छ। फेरि सोध्छ, ए पत्रुस के तिमी मलाई माया गर्छौ? हजुर प्रभु माया गर्छु। फेरि सोध्छ, ए सिमोन पत्रुस माया गर्छौ तिमी मलाई? रिसाएको छ 3 पल्टमा, त उसलाई नमजा लाग्यो। जान्नुहुन्छ त हो प्रभु, तपाईँ जान्नुहुन्छ। त्यस्तो व्यक्ति, तर जुन दिन त्यो व्यक्तिले माया गर्छु भन्ने व्यक्तिले नि एक दिन पवित्र आत्मामा मायाको त्यो परिभाषालाई बुझे नि, यस्तो मिठो भएको रहेछ क्या। थ्याङ्क यू लर्ड, थ्याङ्क यू यीशुवा, थ्याङ्क यू। हेर्नुहोस् है, परमेश्वरले मात्रै मायाको भाग होइन, तर जब परमेश्वरलाई माया गर्छु भन्ने व्यक्ति जब उहाँको वचनसँग अडिन थाल्छ नि, जब उहाँको वचनसँग रहेर त्यो भागलाई पक्रेर हिँडिरहन्छ नि, एक दिन उनीहरूको वाक्यहरू चेन्ज हुँदै जाने। सामेल ल पत्रुस भन्नुहोस् त, जुन व्यक्तिले 3 पल्ट इन्कार गरेको थियो, तर पछि गएर जसरी प्रभु यीशु ख्रीष्ट बौरी उठ्नुभयो अनि उनीहरूलाई बातचितहरू गर्नुभयो, उनीहरूसँग रहनुभयो, प्रभु यीशु ख्रीष्ट बौरिँदाखेरि पत्रुस कहाँनिर थियो भन्नुहोस् त? कहाँ भेट्यो पत्रुसलाई प्रभु यीशु ख्रीष्टले? ब्याक टु माछा मार्ने गइसकेको थियो पत्रुस। पछि प्रभु जाँदाखेरि माछा मार्नेमा पछि प्रभु भनेर चिनेपछि पत्रुसले हाम फालेर उसले कपडा कम्मरमा लगाए भनेको माछा मार्नु पुगिसकेको थियो। जुन प्रभुमा ज्यान दिन्छु भने ब्याक टु फेरि माछावाला, त्यहाँसम्म थियो। तर प्रभुले फेरि पनि उनीहरूलाई रिस्टोर गर्नुभयो। आमेन। प्रभु रिसाउनु भएन, के भएको तिमीहरू यति पनि पर्खिँदैनौ? प्रभुले त्यो भन्नु भएन। प्रभुलाई थाहा थियो मान्छे कहाँनिर कसरी हुन्छ भनेर। तर प्रभुले त्यही मायाको हृदय बोकिकन आउनुभयो। फेरि पनि थोमालाई भन्नुभयो, शङ्का नगर, हात हाल यहाँ कोखामा, हात हाल त यहाँ, म त्यही प्रभु हो, गुरुज्यू भनेको छ क्या त्यति बेला। तर त्यो व्यक्तिहरू पछि गएर नै जुन व्यक्तिले छोडेर गए, त्यो व्यक्तिले पछाडि जब प्रभु यीशु ख्रीष्टको मायाको महत्त्वलाई बुझे नि, त्यो महत्त्व बुझ्दै गर्दा नि यी 12 चेलाहरू, 12 चेला भन्नुहोस् न, 12 चेला, 12 चेलामा यहुदा इस्करियोत मरिसकेको थियो झुन्डेर। भनेपछि कतिजना रह्यो? 11 जना। 11 जनालाई फेरि पनि 12 भयो कि भएन?
हजुर 12 जना। उसको बारेमा को थियो? मत्तियास भन्ने व्यक्ति थियो। ल म छिट्टो गरेर तपाईँहरूसँग जान्छु। ल पहिलो व्यक्ति भन्नुहोस् त। पहिलो व्यक्ति हामी पत्रुसबाट हेर्छौँ। पत्रुस उसले कसरी माया गर्छु भनेर देखाएको छ भन्नुहोस् त। हाम्रो प्रभुले कसरी माया गर्छु भनेर देखायो? उहाँले आफ्नो मृत्युद्वारा, रगतद्वारा। अनि उहाँको चेलाहरू पनि जेन्युइन भयो पछाडि क्या प्रभुलाई पछ्यो भनेहरू आई लभ यु प्रभु, जस्तो तपाईँले गर्नुभयो मेरो पनि त्यस्तै तरिका। उनीहरूले मुखले मात्रै भनेन छ, पत्रुसको पनि मृत्यु भएछ आई लभ यु भन्दै गर्दा। अनि उसले त कहाँनिर उसको मृत्यु कहाँ भएछ? रोममा। कहाँ भएछ? पत्रुसको बारेमा यूहन्ना 21:18 अनि 19 पदलाई हेर्नु भएन नि, त्यही यो भागलाई लेखिएको छ। अनि पत्रुसको मृत्यु त्यो कसरी भएछ भन्दै गर्दा चाहिँ उसलाई उदोमुन्टो पारेर क्रुसमा टाँगिएछ। पहिलो व्यक्ति यो चाहिँ आई लभ युको रेस्पोन्ड है। आई लभ यु टु भनेको क्रिस्टलाई, त्यही कारण यीशु क्रिस्टले भन्नुभयो नि मलाई माया गर्छु भन्ने व्यक्तिले मेरो आज्ञाहरू पालन गर्छ। आमेन। प्रभुले जसरी बलिदानबाट उहाँले माया गर्नुभयो नि, एक्सपेक्टेसन्स उहाँको, त्यही कारण उहाँले के गर्नुभयो? जुन दिन पवित्र आत्मा तिमीहरूमा आउँछौ नि तिमीहरूले शक्ति पाउँछौ। आमेन। अनि तिमीहरू कहाँसम्म हुन्छौ? यरुशलेम, सामरिया, अरू यहुदिया र जगतको अन्तसम्म। आमेन। साक्षीहरू हुँदै थियो, उनीहरू मार्टायर्सहरू हुँदै थियो। जो चाहिँ तपाईँलाई थाहा छ नि प्रकाशको पुस्तकले के भन्छ? शहीदहरू चाहिँ परमेश्वरको सिंहासन वरिपरि सबैभन्दा क्लोज बस्ने व्यक्तिहरू चाहिँ मार्टायर्सहरू, शहीद भएको व्यक्तिहरू। अनि यी व्यक्तिहरू त्यति साह्रो क्लोज आउन चाहेको थिए। अनि उनीहरूले के गरे? मलाई त्यो क्लोजमा पुग्नु छ, त्यसको लागि के छ मूल्य भन्दै गर्दा चाहिँ मृत्यु। त्यसै गरेर मरेको होइन, तर क्रिस्टलाई माया गर्छु भनेर जब उनीहरूले चर्चा गर्न थाले नि, उनीहरू डरको भाग उनीहरू निस्के नि, उनीहरूको जीवन चर्चा गर्दै गर्दा नि उनीहरूको जीवनमा सतावट आयो। सतावट यति साह्रो उनीहरूलाई मृत्युसम्म पऱ्यो। हेर्नुहोस् है, मैले डराउनु खोजेको होइन, तर यति साह्रो जसरी प्रभु येशू ख्रीष्ट हाम्रो पिता हाम्रो मायामा यति साह्रो भनौँ न, एउटा हाम्रो भाषामा एउटा पागलपन्थी जस्तो नि, यति साह्रो कि आफ्नो ज्यान दिनलाई उहाँले पछि हट्नु भएन। अनि त्यसरी नै जुन दिन उहाँको मायालाई चेलाहरूले बुझे नि, उनीहरू पनि कुनै कुराको वास्ता गरेन। उनीहरूले यति साह्रो उनीहरूको धन सम्पत्ति रहेको कुरै टाढो, तर उनीहरूले भन्यो म मृत्युसम्म जानु पर्यो तापनि म मृत्युमा जान्छु त्यो दिन। आमेन। अनि यहाँ पत्रुसको कस्तो मेरो यही बाइबलमा त लेखेन, तर यसको बारेमा थुप्रोजना लेखकहरूले भन्छ जब पनि उसको मृत्यु हुँदै थियो नि, उसले एउटा बानीलाई बोलेर शब्दलाई मलाई सुल्टा गरेर नचुन्डाउ मेरो प्रभु जस्तो, किनभने म त्यो योग्यको छुइनँ, तर मलाई उदो मुन्टो बनाऊ। वाह, कस्तो मिठो होला क्या त्यो दिन, कस्तो मिठो। कसरी आउँदै होला उनीहरूसँग जुन दिन त्यो मायाले भर्छ नि, यो वाक्य निस्किन्छ, यो वाक्य निस्किन्छ मेरो परिवार। दोस्रो व्यक्ति अन्द्रियास, जसलाई अङ्ग्रेजीमा एन्ड्रयू पनि भन्छ, उसको मृत्यु कसरी भएको रहेछ भन्दै गर्दा चाहिँ उसलाई त्यही यस्तो एक्स प्रकारको क्रुसमा टाँगिकन उसलाई ग्रिस भन्ने ठाउँमा उसलाई मारिदिएको। सेवाको दौरानमा हेर्नुहोस् है, उनीहरू सेवाकाई छोडेर घरमा संसार बनाउनु, कुनै के संसारको थुप्रो टालटुल गर्नुमा थिएन। उनीहरू जुन दिन पवित्र आत्माले भर्यो, जुन दिन उनीहरूको जीवनमा प्रभुको त्यो प्रेमलाई उनीहरू भित्र खोल्यो नि, उनीहरूले त्यो दिन भन्यो म मृत्युको अन्तिमसम्म तपाईँलाई पछ्याउँछु, म सेवा गर्छु। अनि सेवाकाईको दौरानमा नि अन्द्रियासको मृत्यु चाहिँ ग्रिस ठाउँमा भएको छ। अनि उसलाई एक्स जस्तो गरिकन एउटा क्रुस बनाइकन उसलाई टाँगेर मारिदिएको छ। अनि तेस्रो व्यक्ति याकुब भन्नुहोस् त, जब्दियाको छोरा। त्यहाँनिर दुई प्रकारको 12 जना चेलामा 2 जना याकुबहरू छ। एकजनालाई जब्दियाको छोरा हो, जसको मृत्यु कहाँ केले भएको छ? बाइबलमा सबैभन्दा पहिलो प्रभु यीशु ख्रीष्टको चेला मर्ने व्यक्तिको नाम नै याकुब। तपाईँलाई थाहा छ नि है, टाउको काटेर मारिदिएको छ। ऊ मरेको ठाउँ चाहिँ यरुशलेममै हो, जसलाई प्रेरित 1:2 पदमा तपाईँ त्यसको भागहरू भेट्नुहुन्छ। अनि ऊ व्यक्तिलाई चाहिँ याकुबलाई, जो जब्दियाको छोरो थियो, उसलाई चाहिँ पहिलो शहीद भनिकन पनि प्रेरितहरूले त्यो ठाउँमा बोलेको छ। चौथो व्यक्ति यूहन्ना भन्नुहोस् त। यूहन्ना चाहिँ पद्मस टापुमा उसको मृत्यु भयो। उसको लागि उसको चाहिँ एउटा सामान्य तरिकाले उसको सबै जीवन समयहरू सिद्धाइकन ऊ आफ्नै हिसाबले मर्यो। तर उसलाई मार्ने चाहिँ थुप्रो कोसिसहरू भयो। आज राम्रो सुन्नुहोस् है, सायद यो तपाईँलाई भन्दा अल्छी लाग्ला, तर यसको म तपाईँहरूसँग भित्र जान्छु। तर यूहन्ना चाहिँ कसरी मर्यो? उसलाई पहिला बोइलिङ उयसमा ओइलमा पनि हाल्यो भन्छ, उसलाई साँपको विष पनि खुवायो भन्छ। सबै नसक्दा चाहिँ
त्यस समयको राजा त यति साह्रो रिसायो, लास्टमा गएर उसलाई चाहिँ पद्मस टापुमा छोडिदिएको छ। तर यस्तो मिठो, पद्मस टापुमा जाँदै गर्दा ऊ त्यतिकै मरेन, तर उसले त्यो ठाउँमा स्वर्गको दर्शनलाई देखेको छ। आमेन। ल, चौथो व्यक्ति अनि पाँचौं व्यक्ति फिलिप भन्नुहोस् त। फिलिपको मृत्यु चाहिँ हिरियापोलिस टर्कीमा पर्छ यो ठाउँ, जहाँनिर उसको मृत्यु चाहिँ क्रुसमा टाँगेर झुन्डाएर मारेको छ फिलिपलाई पनि। त्यो ठाउँ चाहिँ टर्कीमा। छैठौँमा बार्थोलोमै भन्नुहोस् त, जसलाई नथानियल पनि भन्छ। उसको मृत्यु चाहिँ एकदमै झनै डरलाग्दो प्रकारले। नथानियललाई चाहिँ कसरी मार्यो भन्दै गर्दा चाहिँ उसको छाला सबै छाला काट्नु भनेको बुझ्नुहुन्छ है? जस्तो हामी अब कतिपल्ट यहाँनिर कुखुराको छाला काटेको जस्तै नि, होइन? सबै छाला उतारेर त्यहाँदेखि उसलाई टाउको काटिकन मारिदिएको छ। थुप्रोजनाको भनाइ छ ऊ एउटा इन्डिया ठाउँमा जाँदै गर्दा इन्डियाको भागमा उसको त्यो घटना घटेको। अनि इन्डियामा दुईजना व्यक्तिहरू छ, एकजना अर्को व्यक्ति थोमा भन्छ, ऊ पनि इन्डियामा नै मरिएको। अनि कतिले जनाले परम्परा अनुसार फरक छ, कतिले अर्मेनिया भन्छ, कतिजनाले भारतहरू भनिकन नथानियल वा बार्थोलोमेको मृत्यु भएको कुरालाई यहाँ लेखिएको छ। अर्को ठाउँ मत्ती भन्नुहोस् त। मत्ती हामी 7 नम्बरमा आउँदैछ है चेलाहरूको नाम। अनि उसको चाहिँ भालाले वा तरवारले मृत्यु भएको छ। अनि मत्तीको चाहिँ कुन ठाउँमा रहेछ भन्दै गर्दा चाहिँ मत्ती चाहिँ एउटा प्रचारको ठाउँ चाहिँ उसको इथियोपियामा परेको कारणले गर्दा उसलाई इथियोपियामा चाहिँ उसलाई तरवारले वा भालाले त्यस ठाउँमा मारेको छ। मैले अघि भने 8औं व्यक्ति जो थोमा हो, अनि उसलाई चाहिँ इन्डियाको चेन्नई भन्ने ठाउँमा, जहाँ चेन्नई भन्ने ठाउँमा तपाईँलाई थाहा होला, तपाईँले गुगलमा हेर्न सक्नुहुन्छ। चेन्नईमा एउटा सेन्ट थोमस भन्ने ठुलो चर्च छ, त्यो चाहिँ उसको ठाउँमा बनाइएको, उसको मृत्यु भएको ठाउँमा, जहाँनिर चाहिँ उसलाई त्यो नाङ्गो झार पालिकन साउथ इन्डियाको त्यो पिरो खोर्सानी त्यो उसको शरीरभरि दल्दिएको भन्छ। अनि त्यो पोलेर यति साह्रो उसलाई त्यो खोर्सानीले शरीरमा पोल्दै गर्दा ऊ गइकन त्यो डाँडामा, अहिले जहाँनिर माउन्ट थोमस भन्छ, त्यो ठाउँमा गएर उसलाई घोडा टेकेर प्रार्थना प्रभुसँग बिन्ती गर्दै गर्दा चाहिँ पछाडिबाट आइकन उसलाई त भारा त्यो ठाउँमा रोपिकन मारिदिएको। उसको मृत्यु त्यसरी भयो। मृत्यु त भन्दैनौँ हामी, बाइबलमा एउटा शहीद भयो त्यो ठाउँमा प्रभुको निम्ति। अनि त्यो ठाउँमा शहीद हुँदै गर्दा आजको दिनमा त्यो ठाउँमा ठुलो एउटा मण्डली बनेको छ। तपाईँले यसलाई गुगलमा पनि भेट्नुहुन्छ। ल, 9औं व्यक्ति चाहिँ याकुब, जसले अघि मैले भने एउटा याकुब चाहिँ के थियो भन्दै गर्दा चाहिँ को थियो? जब्दियाको छोरो थियो भने अर्को याकुब चाहिँ अल्फियासको छोरो भन्ने याकुब हो। उसको मृत्यु चाहिँ यरुसलेममा भएको छ। अनि उसलाई चाहिँ कसरी मार्यो भन्दै गर्दा उसलाई चाहिँ मन्दिरबाट फ्याँकिदिएको छ, माथि डाँडाबाट फ्याँकेर ऊ मरेको छ त्यसमा। अनि तल कुटेर मार्यो भनेको छ। अनि 10औं व्यक्ति चाहिँ यहुदा भन्नुहोस् त। यहुदा भने चाहिँ यहुदा इस्करियोत होइन, यहुदा भन्ने अर्को व्यक्ति हो, जसलाई थेडियस पनि भन्छ। अनि उसको पर्सियामा उसले जब पनि सेवाकाई गर्दै थियो, उसलाई लट्ठी वा बन्चोरोले हिर्काएर उसलाई मारेको छ। 11औं व्यक्तिमा सिमियोन, यो सिमोन चाहिँ पत्रोस होइन, ऊ सिमोन चाहिँ जसलाई जिलोट भन्ने व्यक्ति छ। अर्को एकजना सिमोन छ बाइबलमा 12 चेलामा, त्यो व्यक्तिलाई चाहिँ आरीले चिरेर मारिदिएको छ। अनि त्यो ठाउँ चाहिँ कहाँनिर थियो भन्दै गर्दा चाहिँ पर्सिया वा सिरियाको भागमा जब उसको सेवाकाईको दौरान चलिरहेको थियो। अनि 12 नम्बरमा यहुदा इस्करियोत, तपाईँलाई थाहा छ, ऊ झुन्डिकन मरेको छ। तर जब पनि यो व्यक्ति त त्यो 12 चेलाहरूमा परेन, तर उस पछाडि एकजना मत्तायास भन्ने व्यक्ति जो छानियो भने अघि हामीले प्रेरितको पुस्तक 1:26मा, उसलाई चाहिँ पछाडि ढुङ्गा हानिकन मारिदिएको छ। ल, हेर्नुहोस् न उनीहरूले कसरी गरेछ। प्रभुलाई जब पनि हो माया गर्छु भन्दै गर्दा मैले डर देखाउनु खोजेको होइन। त्यसो भए यीशु ख्रीष्टलाई पछाडि सबै मृत्युमा पर्छ, मलाई थाहा छैन। अब त्यो चाहिँ उनीहरू चाहिँ मऱ्यो भनेको होइन, उनीहरू त शहीद भएको भाग हो। तर उनीहरूले यस्तो तरिकाले प्रभुलाई एउटा आफूले माया गर्छु भनेर दर्शायो। मलाई मजा लाग्छ पत्रुसले कस्तो मिठो तरिकाले भने, मलाई सुल्टा नझुन्डाउ। मायामा जब हामी अब हाम्रो नेपाली भाषा भनौँ, हिन्दीमा अब हामीलाई थाहा छ नि होइन, भयङ्कर आस्तिकहरूको नाम हामीलाई थाहा छ होइन, रोमियो एन्ड जुलियट भन्छ होइन, कुनै के रिनन कुनै के भन्ने व्यक्तिहरू छ होइन, थुप्रो छ नि त। आज हामी इन्डियामा हेर्छौँ भने मुमताज भन्ने छ होइन, शाहजहाँले बनाइदिएको छ। अब त्यो मायामा अब संसारकै प्रेममा पनि ओभरै डरलाग्दो त्यो भन्छ नि, ओभरै पागल जस्तो भएको। त्यस्तै तरिकाले जब पनि यो प्रेम भन्ने शब्द, जुन चाहिँ एउटा माया भन्ने शब्दको एउटा भागमा साँच्चै नै मान्छे डुब्दो रहेछ नि, अचम्मको घटना घट्दो रहेछ। आमेन।
अनि स्वर्गीयको परमेश्वरले त्यो माया भन्ने शब्दलाई जब मानिसलाई देखाउनु भने उहाँले आफ्नो जीवनलाई त्याग्नु केही जस्तो मान्नु भएन। अनि त्यो मायालाई जब पनि नि तल पृथ्वीमा बसेको हामी जस्तो व्यक्तिले जब पनि बुझे नि, त्यो व्यक्तिले जब बुझ्ने बित्तिकै के भन्नुहोस् त, उनीहरूले आफ्नो जीवनको भागलाई केही जस्तो मानेन। उनीहरूले नि उहाँको चर्चा यति साह्रो गर्न थाल्यो, यति साह्रो परमेश्वरको चर्चालाई गर्नु थाल्यो। त्यो चर्चा गर्दै गर्दा नि उनीहरूले आफ्नो जीवन कहिले सिद्धिन्छ उनीहरूलाई थाहा भएन। यो चर्चा गर्दै गर्दा मलाई भोलि मृत्यु हुन्छ, मलाई कुट्छ, मलाई कोरा लगाइन्छ, मेरो जीवनमा सतावट आउँछ, मलाई खेदो हुन्छ, म सबै कुरोदेखि तिरस्कृत हुन्छु भन्दै गर्दा पनि उनीहरूले यति पनि डर मानेन। उनीहरूले भन्नुभयो, त्यो व्यक्तिहरूको गवाही एउटै थियो, मलाई मार्छौ भने मार्थ्यौ, काट्छौ भने पनि काटिदेऊ, जे गर्नु छ गरिदेऊ, तर म मेरो येशू ख्रीष्टलाई माया गर्नु छोड्दिनँ। आमेन, आमेन, आमेन। डराउनु खोजेको होइन तपाईँलाई, हामी पनि यस्तै जिन्दगी चल्छ होला होइन, थाहा छैन भोलिको दिनमा सायद आज हामी त्यो मायामा परेको छैन होला, त्यो मायालाई बुझेको छैन होला। वर्षौँ पछाडि के हुँदैछ, फिस्ट आउँदैछ, वर्षौँ पछाडि नि थुमाको त्यो शरीरको कुरालाई आउँदैछ। विगत अस्तिको हप्तातिर ब्रदर सुशान्तले बारम्बार भन्नुभयो नि, एउटा जवान छोरो क्रुसमा नाङ्गो झाँट टाङ्गिँदैछ, रगतको अन्तिम त्यो ड्रप झर्नेसम्म सबै मान्छेहरू बिचमा सबै लाज सबै शर्मलाई त्यागेर, जो त्यो कहिले पनि पापमा थिएन, तर उहाँ पापी बन्यो कसको लागि? हाम्रो लागि, हामीलाई माया दर्शाउनुको लागि। उहाँको एजेन्डा केही पनि थिएन, उहाँले धर्म फैलाउन आएको पनि होइन। संसारमा 800 धर्म, मेरो 801 उहाँ त्यो गर्न आउनु भएको होइन। सिङ जुझाउन आएको पनि होइन, तेरो कि मेरो ठुलो। आज हाम्रो छ नि इभन मण्डलीमा, तेरो मण्डली ठुलो कि मेरो मण्डली, तेरो प्रचारक ठुलो कि हाम्रो प्रचारक, तेरो सेवका कि मेरो सेवका। प्रभु त्यसरी आउनु भएको होइन। प्रभुले एउटै कुरालाई भन्नु आउनुभयो, म स्वर्गको मेसेजलाई लिएर आएको छु, म मेरो पिताको हृदयलाई यस ठाउँमा लिइकन आएको छु, अनि पिताले मद्वारा भन्नु चाहेको छ, माया गर्नुहुन्छ अरे। उहाँले माया गर्छ अरे तपाईँलाई, उहाँले माया गर्छ अरे सन्दीप ब्रदर तपाईँलाई। त्यति मात्रै भन्नु आएको खासमा यीशु ख्रीष्ट। त्यतिले गर्दा नि, त्यो कुरालाई एक्सप्लेन गर्दा नि उहाँले अन्तिममा के भन्नुहोस् त, यो त लास्ट भाग हो, यहाँसम्म त्यो हो। टाकटुक उहाँले शरीरको रगत, शर्मको सबै भाग, यो एउटा वृद्ध अवस्था, सबै जीवन, या त सानो नानी भनेको अर्कै कुरा हुन्थ्यो होला, तर एउटा जवान मान्छेको लागि आफ्नो नग्नतामा आउनु भन्ने कुरा कस्तो थियो होला। एउटै दोष भएर भएको भए त अर्कै कुरा हुन्थ्यो होला। एउटै दोष नभएको व्यक्ति। आज हामीले केही नगर्दै गर्दा सानोबाट हामीलाई कुन चाहिँ कुराले मात्रै यति पनि, यत्रो सानो कुराले छिसिक्क भने कस्तो लाग्छ भन्नुहोस् त। त्यति कुरो उसले नगरेको कुरा सानो मात्रै गरिदियो भने सबै सकिन्छ त्यहाँदेखिको कथा। तर परमेश्वरलाई त सारा संसारको मान्छेको पापलाई बोकाइदिँदै थियो। गाह्रो परेन होला? परे नि, गाह्रो पर्यो। तर यस्तो परमेश्वर, यस्तो पुत्र, यति साह्रो नि के भन्नु, अब आफ्नो पिताको इच्छामा नि यति साह्रो लोयल, यति साह्रो इमान्दारी, जो आफ्नो 12 जना चेला छ, जुन आमालाईबाट उहाँ गर्व छ, उहाँ छ, जवान छोरीहरू छ, जवान छोराहरू छ, सबै मान्छेहरू छ, त्यो बिचमा त्यो व्यक्ति उभिँदैछ। नाङ्गो झार, कुटाइ पिटाइ, काँडा सबै भेटिकन, तर माथिबाट एउटा वाक्य बोल्दैछ, हे पिता क्षमा गर्नुहोस् है, क्षमा गरिदिनुहोस् है यिनीहरूलाई, क्षमा गरिदिनुहोस् है भाइ विकासलाई, क्षमा गरिदिनुहोस् है विक्रमलाई, क्षमा गर्नुहोस् सञ्जयलाई। यिनीहरूले के गर्दैछ जान्दैन, के गरिरहेछ जान्दैन। अनि उहाँ त्यसरी नग्नतामा झुटिँदै थियो। हामीलाई यति पनि दुख्दैन नि त, हो कि भन्नुहोस् त? दुख्छ? दुख्दैन? हामीलाई दुख्दैन, हामीलाई रुनु पनि मन पर्दैन, आँसु पनि झर्दैन। अस्ति ब्रदरले भन्दैन मिठो कुरा, आफ्नोमा परेन नि त, तर एक दिन त्यो आफ्नो पर्छ। आमेन। परमेश्वरको एउटै कोसिस हरेक वर्ष छ, हरेक समय छ, हरेक दिन। उहाँले भन्नुभयो नि, अक्सर मेरो नाउँमा गर है,
किनभने परमेश्वरलाई थाहा छ एक दिन त्यसको आँखा खोलिन्छ। आमेन। एक दिन त्यसले देख्छ। आमेन। त्यही कारण प्रभुले रिपिटेड ल्याएकै, किनभने परमेश्वरको इच्छा संसारलाई नाश गर्ने होइन। हाम्रो विचारले भन्छ नि, इभन स्वर्गमा रहने जो पनि शहीदहरू छ नि, उनीहरूले पितालाई सोध्छ अरे क्या, प्रभु कहिले न्याय गरिदिनु हुने, कहिले हाम्रो रगतको बदला लिइदिनु हुने। त्यहीँ पुगेकोले सोधिरहेको हुन्छ। प्रकाशको पुस्तकले भन्छ। तर परमेश्वरले भन्दैछ केही समय अलिक बस न, गन्ती पुरा हुनुपर्छ। थम्थमाएर उनीहरूलाई राखिरहेको छ माथिको एउटा चित्कार छ, कहिले न्याय हुने। तर परमेश्वरले भन्दैछ एकछिन पर्ख। यो छोरीले आजै फर्किहाल्छ कि मतिर, एकछिन पर्ख कि यो छोरा कतै यो भागबाट फर्किहाल्छ कि, एकछिन त पर्ख न। म यो मिनिस्ट्रीको भागबाट म आज यो मेसेजलाई ल्याउँछु कि कतै यो छोरी फर्किन्छ होला। हेर त यो मेसेज उसलाई भन त, यो छोरा भन त, योलाई भन त, यो व्यक्तिसँग बात गर त। आँसु फिस्टको अर्थ त्यही नि, मान्छेमा घमण्ड ल्याउनु होइन, मायालाई दर्शाउनु थियो त्यो। आमेन। ग्रेटेस्ट डिजायर परमेश्वरको उडन्ते पुत्र जति छोडेर जाँदा प्रभुलाई उस हुँदै थियो नि, फर्केर आएको त्यत्तिकै हर्षित थियो उहाँ। यति साह्रो हर्षित उहाँ कुदेर गयो भन्छ क्या दृष्टान्तले, दौडेर गयो, च्याप्पै अङ्गालो मार्यो भन्छ। अघि गाडीमा आउँदै थिए, त्यही सम्झना गरिरहेको थिएँ। कतिपल्ट हामी प्रभुको अगाडि आउनु थुप्रो प्रिपेयर हुन्छ नि, त्यो दिन उडन्ते पुत्र कस्तो आएन क्या, विदाउट प्रिपेयर। भाग कहाँ पुगिसकेको थियो, झन्डै सुँगुरको चारो खाने ठाउँमा पुगिसकेको थियो। तर रेडी भएर बाउको अगाडि चाटाक चिटिक भएर मजाले जान्छु भन्ने थिएन क्या। त्यो कहाँबाट बुझ्छ भन्नुहोस् त, जब पछि फर्किकन बुवाले भन्दै चाहिँ यसको सबै लुगाहरू फेरिदिए, यसलाई नयाँ वस्त्र लगाइदिए, सबै पुरानो भइसकेको थियो। भेडा बाख्रा चलाउने गनाउने भएको थियो होला, भेडा बोका गनाउने भएको थियो होला। तर प्रभुले भन्दैछ च्याप्पै अङ्गालो मारे, किन मेरो छोरा हो, हराएको थियो आज भेटेको छ। आमेन। क्या मिठो भने त्यो व्यक्ति फर्किँदै गर्दा भोज लाग्यो भन्छ स्वर्गमा। कस्तो दामी क्या, आर्मीबाट फर्केको थिएन नि त्यो मान्छे, भयङ्कर नाम कमाएर फर्केको थिएन। तर त्यो मान्छे जस्तो थियो त्यस्तै फर्किँदैछ। उसले भन्दैछ स्वर्गको विरुद्धमा, तपाईँको विरुद्धमा पाप गरे। सिमोन पत्रुसलाई बोलाउँदै गर्दा फलो मी भन्दै गर्दा नि सिमोन पत्रुसले भनेन, पर्खनुहोस् ल, हात साथ धोएर नयाँ लुगा लगाएर आउँछु ल, प्लिज तपाईँ त प्रभु हुनुहुन्छ नि है, रेडी भएर आउँछु ल, मजाको नयाँ लुगा लगाएर आउँछु ल। सिमोन पत्रुस माछा मारेको भागमा छोडेर भन्दैछ फलो मी, फलो। आमेन। जस्तो छु आज आउँछु त्यस्तै म। प्रभुले त्यही एक्सेप्ट गर्नुभयो। एउटा ठाउँमा आउँदै गर्दा एलियाले के गर्दैछ, एलिसालाई खास्टो लगाइदिएछ। एलिसा के गर्दै थियो, बारी जोत्दै थियो, माटो भइरहेको थियो होला, लुगाहरू माथि तानेर थियो होला, खास्टो लगाइदियो। एलिसाले के भन्दैछ, मलाई आमा बाउलाई बिदा लिदिनुहोस् त। एलियाले भन्दैछ जाउ न अन्त, कसले रोक्यो तिमीलाई। एलिसाले यसो बुझ्यो, यो भाग होइन रहेछ, पहिला गएर गोरु सुरु काटकुट पारेर हलोमै पकाइकन सबलाई खुवाइदियो। आज जे गल्ती गरे भोलि गर्दिनँ भने ऊ जस्तो थियो त्यस्तै पछाइदियो। हेर्नुहोस् है, जुन बलिदानको भाग तिरे नि, त्यो भागमा त हामीलाई आज जस्तो छ त्यस्तोमा बोलाएको छ। डोन्ट थिङ्क म जान्छु कि निर्णय गर्छु, बनिन्छु, कुनै केबाट बाहिर निस्किन्छु, अन्त पछ्छु, होइन, ढिलो हुन्छ। खाडलमा हुनुहुन्छ, सबै खाडलमा भन्नुहोस् आज यही ठाउँबाट हुनुहुन्छ, प्रभु म निस्किन चाहन्छु, म विश्वास गर्छु। जुन बलिदानको पाटा तपाईँले बारम्बार राखिदिनु भयो नि, आज त म निस्किन्छु यो भागबाट। आमेन। जुन दिन निर्णय आज राति नि यही समयमा हुँदा हामी पनि कति सो कल्ड एज अ क्रिस्चियन्स होला त्यो बन्डेजमा, तर आज पनि नि स्वर्गको कोर्टरुमको भाग चाहिँ के छ भन्नुहोस् त, फर्किन्छ यो छोरा। याकुबको पुस्तक यस्तो मिठो भन्छ क्या, कतिजनाको भनाइ छ अरे कि प्रभुले आफ्नो समयलाई ढिलो गर्नुभयो। होइन भन्नुहोस् त, बाइबलमा होइन भने लेखेको छ। तर किन उयस भयो भन्नुहोस् त, म फर्किनुपर्छ नि त, म फर्किनुपर्छ, सन्जय फर्किनुपर्छ अन्त मात्रै।
मलाई थाहा छैन तपाईँले म त फर्किसकेको छु भन्नुहुन्छ होला, तर म त यो दिनमा देख्छु। किन? कस्तो मिठो टाइम, कस्तो मिठो समय। अब मैले चाडहरू भनिरहेँ, टाढो होला, तर चाडको भाग जस्तो यो निस्तार छ त्यसको टिक्कै आजको भोलिमा के छ भन्नुहोस् त, अखमेरी रोटीको चाड छ। आमेन। अखमेरी रोटीको चाड भनेको चाहिँ नि खमिर निकाल्ने, अनलिभन ब्रेड भन्छ। खमिर नहालेको रोटी खाने समय थियो। अनि खमिरले जहिले पनि हाम्रो जीवनको भित्रको नमिलेको पापको भागहरू, जुन कुरोले गर्दा परमेश्वरलाई मन पर्दैन, जुन कुरोले गर्दै गर्दा चाहिँ नि प्रभुसँग जोडिनु दिँदैन। अनि यीशु ख्रीष्ट जसरी मृत्युमा क्रुसमा टाँगेर त्यो रात त्यो दफनाइने नि, यो 15 दिनको भागले चाहिँ के बुझाउँछ भने नि हामीलाई उहाँले त्यो सबै हाम्रो खमिरको भाग, पापको भागलाई चाहिँ नि उहाँले क्रुसदेखि सबै गाडिदिनु भयो। अनि जब पनि यो अगुटे फलमा उहाँ बौरी उठ्दा चाहिँ नि उहाँ त्यो पाप बोकेर बौरी उठ्नु भएन, तर उहाँ त्यो पवित्रतामा उठाइनु भयो। आमेन। किनभने पाप त्यो उहाँले गाडिदिनु भयो। यो त एक प्रकारले हाम्रो बप्तिस्माको भागलाई पनि हामी देख्छौँ यहाँनिर। अनि जब पनि हामीले यो भागलाई विश्वास गर्छौँ भने नि हामीलाई एक्ट गर्नु लाउनुहुन्छ। यो त एक्ट गर्ने भागहरू हो। निस्तारको धुमा भनेको चाहिँ हाम्रो जीवनमा यीशु ख्रीष्टको रगत अनि शरीर लाउनु भनेको चाहिँ अब हामीले रगत ल्याएर टाउकोबाट खनाउनु भनेको होइन, तर उहाँले बगाएको रगत अनि शरीरमा विश्वास गर्नु हो। आमेन। एउटै कुरै मेरो परिवार सक्दैनौँ हामीले उद्धार पाउन हाम्रो बलले, ट्राई पनि नगर्नुहोस्। आजको दिनमा नि कतिपल्ट हामी धेरै बाठो भएर थुप्रो दिमाग लाउँछौँ, तर यो दिनमा नि प्रभुको एउटा आवाजले तपाईँलाई आइज भन्दैछ भने नि आउनुहोस् मात्रै। प्रभु अगाडि पानी छ भने पनि आउनुहोस्, आगो पो छ त प्रभु आउनुहोस्, भिर छ आउनुहोस्। प्रभुले यदि तपाईँलाई भन्दैछ आउनुहोस् भने नि आउनुहोस्। डोन्ट ट्राई पुरा म यति पढेको छु कि मेरो यत्रो कलेज पढेको, यो गरेको त्यो गरेको, लेट मी रिसर्च नगर्नुहोस्। प्रभुको आवाजमा रिसर्च। तपाईँ कन्फर्म हुनुहुन्छ प्रभुले बोल्नुभएको, आउनुहोस्। अब्राहम भन्नुभयो आइज उस देशबाट, आयो। उहाँले जुन दिन बोलाउँछ, जुन दिन व्यक्तिले फर्किन्छ नि, आज पनि त्यही भाग हो। आज पनि हाम्रो जीवनको भाग त्यो तल्लो लेभलमा छ। हाम्रो विचारहरू, हाम्रो सोचाइहरू यो अखमेरी रोटीले पनि भन्छ आइज सरेन्डर मात्रै गर्छ, सबै कुरालाई छोड त। सबै यो अखमेरी रोटीको भागमा नि सबै मान्छेको जीवनबाट नि सबै त्यो पापको गिल्लाको सबै भाग निस्किन्छ नि, पवित्र आत्माले बौरी उठाउनुहुन्छ भन्ने कुरो त यहाँ लेखेको छ। आमेन। पुनर्स्थापनको समयमा चाहिँ नि प्रभु यीशु ख्रीष्टले तपाईँले बाइबल पढ्नु भने नि उहाँलाई बौरी उठाउने त पवित्र आत्मा हुनुहुन्छ। आमेन। पवित्र आत्माले त त्यति बेला मान्छेलाई उठाउँछ जब पनि त्यो व्यक्तिले के गर्छ भन्नुहोस् त, आफ्नो जीवनको सबै पापको भागलाई निर्मम पार्न थाल्छ। कम्प्लिटली सक्दैन, तर त्यस समयमा जब यीशु ख्रीष्टमा उहाँले पश्चाताप गर्ने, प्रभु म कोसिस गर्छु बट मलाई हेल्प चाहिन्छ तपाईँको। जब त्यो व्यक्ति त्यो ठाउँमा आउँछ नि, पिताको अनुग्रहले नि त्यो व्यक्तिलाई पश्चातापमा दोहोऱ्याइन्छ। आमेन। अनि जब त्यो दोहोरिन्छ नि, सेमेस क्रुसमा झुन्डिन्छ, पापले जहिले मृत्युलाई ल्याउँछ, तर जब पनि त्यहाँदेखि गाडिँदै गर्दा यदि हाम्रो जीवन यीशु ख्रीष्टसँग गाडिन्छ भने नि जसरी उहाँ बौरी उठाइनुहुन्छ पवित्र आत्मामा, हाम्रो जीवन बौरी उठ्छ। आमेन। सेम कुरो प्रेरितहरूसँग भएको, जुन व्यक्तिले ठेलमठेला गर्दै थियो नि एकअर्कामा, उनीहरूमा जब पनि 11 जना भने 10 दिनको भागहरूमा नि उनीहरूले आफूलाई हेर्नु थाल्यो, उनीहरूले आफूलाई नि यसो निहाल्नु थाल्यो, अनि एकअर्कालाई नि उनीहरूले माया गर्नु थाल्दै गर्दा नि उनीहरूले 11 जनालाई देख्यो, अनि उनीहरूले 1 जनालाई थप्यो। हेर्नुहोस्, उनीहरूको पहिलो कोसिसले नि पवित्र आत्मा उनीहरूमा ओर्लिआउनु भयो। आमेन। आमेन। सो कारण मेरो आदरणीय परिवार, यति साह्रो प्रोफेटिक समयहरूभित्र छौँ हामी। किन प्रभुले यति साह्रो यो अन्तिम समयको भागमा थुप्रो पो हुनुपर्ने त, अरू कुरोहरू गर्नुपर्ने, आज त बमको चर्चा गर्नुपर्ने, आज त के संसारमा भएको दाम बढेको, रेट बढेको, पैसा नभएको के पो चर्चा गर्नुपर्ने त खासमा। किन त भएन भन्दै गर्दा नि खासमा हाम्रो चर्चको भाग त्यो होइन। आमेन। आमेन। थाक्नु भएको छ, त्यो कुरोले थकाउँछ संसारको कुरोले। हामीले त धेरै समयदेखि पवित्र आत्माले बोलि नै रहनु भयो कि आउने समयहरू यस्तो हुन्छ जहाँनिर मान्छेले कमाएको भागले नि अब त्यो कुरोले थाम्न सक्दैन। अब चाहिँ नि म यति गरेर यस्तो गर्छु भन्नु चाहिँ नि सक्दैन। हुनसक्छ अब अहिले पनि
दुई नम्बरी कुराहरू थुप्रो कुराहरू सोचेर बसेको छ भने सायद त्यो कुरो के होला, छक्का र झुक्का र के गर्छु भन्ने अर्को। तर होइन, म प्रभुसँग जिउँदै गर्छु तर यो मिलाउँदै गर्छु, हुँदैन है। प्रभुले भनेको वचनहरू नै अब पुरा हुँदैछ। एउटा नोकरले दुईटाको मालिकको सेवा गर्न सक्दैन भनेको त्यो दिन बोलेको कुरा आज पुरा हुन्छ। अब के गर्ने, अब के गर्ने यो परिवारले अबको दिनमा कुन भागलाई चुज गर्ने? संसारको भाग हेर्दै गयो भने त तपाईँलाई राम्रो थाहा छ। अहिले मैले सबैलाई एक एकवटा माइक दिएँ भने त अहिले आधा घन्टा त तपाईँहरू पनि बोल्नुहुन्छ। अब बम पड्केको आफ्नो घटना, परिस्थिति, कम्पनी, होइन, भिजा, थुप्रो कुरो छ। अब त्यस्तो त म पनि आफैमा अलगै एउटा सेसन अलगै बोल्नु सक्छु होला त्यो त फेरि। तर त्यो आजको भाग होइन। आमेन। किनभने हामीलाई थाहा छ जो हामीसँग हुनुहुन्छ संसार हुने भन्दा महान छ। आमेन, आमेन। म विश्वास गर्छु तपाईँहरू ख्रीष्टमा आउनु भएको छ। आमेन, आमेन। संसारको चर्चाको कुरा लाउनु भएको छैन। आमेन, आमेन। ल, हिब्रूको पुस्तक, ल, हिब्रू 2:1 के भन्छ हेर्नुहोस् त। पढिदिनुहोस् त एकजनाले। यसकारण जे सुनेका छौँ त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी त्यसबाट बहकिएर जानेछौँ। आमेन, आमेन। सबैजनाले भेट्नुभयो? जससँग बाइबल छैन तपाईँले स्क्रिनमा हेरेर सबैजनाले पढ्नुहोस् ल। भाइ त्यो ढोका बन्द गरिदिनुहोस्। ल, 1 2 3। यसकारण जे सुनेका छौँ त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी त्यसबाट बहकिएर जानेछौँ। आमेन। पहिलो कोरिन्थी 5:8 होइन, पहिलो कोरिन्थीमा होइन। ओके, ओके, यो कुरा होइन। हिब्रू 2:1 नै पहिला हामी हेरौँ ल। यहाँ के भन्दैछ भन्दै गर्दा चाहिँ यसकारण जे सुनेका छौँ त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ। फेरि पनि मसँग भन्नुहोस् ल। यसकारण जे सुनेका छौँ त्यसमाथि, यहाँ चाहिँ हामीले ल्याएछ, मैले भन्नुहोस् ल, मैले अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी त्यसबाट बहकिएर जानेछौँ। यो समय यो समयको भाग हो। त्यही कारण परमेश्वरको वचनले आइकन सुसमाचारमा भन्छ कि विश्वास चाहिँ कहाँबाट आउँछ? विश्वास चाहिँ कहाँबाट आउँछ? प्रकाश कहाँबाट आउँछ रे विश्वास? सुनवाई चाहिँ परमेश्वरको वचनबाट। आमेन। संसारमा दुई भाकामा आवाजहरू गुन्जिरहेको छ। किन? संसारमा दुई प्रकारको शक्तिले काम गर्छ। एउटा संसारको शक्ति छ भने अर्को स्वर्गको शक्तिहरू छ। संसारको आफ्नै भाकाको शक्ति छ, आफ्नै बोली छ, संसारको आफ्नै शक्तिको प्रचार छ भने तपाईँ अनि हामी यदि ख्रीष्टसँग जिउ उठाइएको व्यक्ति हो भने कलसी 3:1 लगाइदिनु त भाइ स्क्रिनमा। कलसीको पुस्तक 3:1 तपाईँहरू कसैले भेट्नु भने पढ्न सक्नुहुन्छ। यसकारण यदि तिमीहरू ख्रीष्टसँग नियुक्तिएका छौ भने माथिका कुराहरू खोज जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने हातपट्टि बस्नु भएको छ। आमेन, आमेन। यदि तपाईँ नि हामी भन्छौँ कि हामी येशू ख्रीष्टसँग उठाइएका छौँ भने, अघि नै हामी हेर्दै थियौँ नि पूर्ण उत्थानको दिनलाई हेर्दै थियौँ, जो त्यो प्रभु येशू ख्रीष्टसँग उठाइएको छ। ख्रीष्टसँग जिउँछु भन्ने व्यक्ति छ, म त क्रिस्चियन हो भन्ने व्यक्ति छ, जसले दिनौँ बाइबलको भागलाई हेर्दैछ, जो प्रार्थनामा बस्दैछ, त्यो व्यक्तिले आफूलाई एक प्रकारले आफ्नो छापके लगाएको छ, म क्रिस्चियन छु। त्यो व्यक्तिलाई त के भन्छ? यदि तिमी ख्रीष्टसँग उठाएको भने, हेर्नुहोस् है, क्रिस्चियन हु भन्नेमा इट्स नट इनफ। त्यो व्यक्तिलाई भन्दैछ यदि तिमी ख्रीष्टसँग उठाएको भने तिमीले माथिको कुरालाई हेर्नुपर्छ। कहाँको कुरालाई? माथिको कुरालाई। हेर्नु मात्रै होइन तर सुन्नु पनि पर्छ। फेरि बुझ्दै हुनुहुन्छ? माथिको कुरालाई हेर्नु र माथिको कुरालाई यो दिन सुनेन भने चाहिँ
त्यो मान्छेले यदि तल हेऱ्यो भने चाहिँ बाइबलमा एउटा घटना छ, जब तल हेर्दै गर्दा प्रभु यीशु ख्रीष्टको चेला मध्ये पत्रुस डुबेको छ। जब त्यो व्यक्तिले माथि हेर्दै थियो, जहाँनिर प्रभु यीशु ख्रीष्ट अगाडि हुनुहुन्थ्यो, उहाँलाई हेर्दै गर्दा पानी माथि हेऱ्यो, यो हिँड्न सक्यो, तर उसको विश्वास ढल्मलिँदै गर्दा जब उसले तल हेऱ्यो नि, ऊ डुबेको छ। अब यो कुरालाई तपाईँहरूले कसरी बुझ्नुहुन्छ मलाई थाहा छैन, तर यो समय नि यदि आज सो कल्ड आज तपाईँ हामी क्रिस्चियन्सले माथिको कुरालाई हेर्नु सकेनौ, माथिको कुरालाई सुन्न सकेन भने नि हामीलाई एउटा कुराले तान्छ, त्यो यस पृथ्वीको भागले। पृथ्वीको भागलाई चाहिँ नि जसले पनि पृथ्वीको एउटा गुरुत्व आकर्षण भन्छ, पृथ्वीको एउटा चुम्बकको भाग छ जसले जहिले पनि जति नै माथि उभारे पनि त्यो तल जान्छ। तर जब पनि पृथ्वीको केही माथि भाग तपाईँ जानुहुन्छ भने चाहिँ त्यहाँदेखि माथिल्लो भाग चाहिँ एउटा एरोडाइनामिक के भन्ने ठाउँ छ, त्यहाँदेखि थुप्रो लेयर्सहरू माथि माथि भइकन इभन तपाईँलाई अब सिम्पल हामीले बुझ्ने भाषामा सबैले जुनको भागहरूमा भनौँ न, आकाशको एउटा भागमा पुगेपछि चाहिँ पृथ्वीको त्यो भागले हामीलाई तान्नु छोड्छ। त्यस पछाडि चाहिँ हामी एउटा माथिकै त्यहाँनिरको फेरि आफ्नै के छ तान्ने भागहरू छ, हामी त्यहीँनिर घुमिरहन्छौँ नभए, बुझ्दै हुनुहुन्छ। सो दुई प्रकारको कुरोले काम गर्दो रहेछ, एउटा पृथ्वीको भागले, एउटा माथिल्लो भागले। हामीलाई चाहिँ त्यो माथिको भागले भन्नुको मतलब हामी जुनको एरिया भनेको होइन, तर स्वर्गको त्यो भागले हामी खिचेको हुनुपर्छ। आमेन। हाम्रो विचार चाहिँ जहिले त्यहाँबाट चलेको हुनुपर्छ, क्रिस्चियन्सको भाग चाहिँ त्यहाँबाट चलेको हुनुपर्छ। अघि मैले सुरु गर्दै थिएँ नि तपाईँहरूसँग 12 चेलाको व्यक्तिहरू, उनीहरू चाहिँ एउटा समयमा चाहिँ कहाँ थियो, पृथ्वीमै थियो, तर विचार पनि पृथ्वीमा हुँदै गर्दा यदि यीशु ख्रीष्ट गयो भने हु इज द नेक्स्ट लिडर, कसले सम्हाल्ने यो सिट, कसले भोलिको दिनमा 12 जनाको अगाडि उभिकन बोल्ने, फेरि फलो मी भनिकन कसले लाने, कसले नेतृत्व गरिदिने, उनीहरूमा त्यो भाग थियो। यौना पो हुन्छ कि पत्रुस पो हुन्छ कि अरूले पनि पिछा पिछा नाम लेख्दै थियो होला, तर त्यो सबै भाग जुन दिन उनीहरूले माथिल्लो भागलाई बुझे नि, उनीहरूले एउटै कुरा होइन रहेछ, होइन रहेछ, हामीलाई त के कारण पठाएको रहेछ, जस्तो स्वर्गीय इच्छा छ त्यस्तै यस पृथ्वीमा। स्वर्गीय इच्छा कसको छ, पिताको छ। पृथ्वीमा कसको हुनुपर्छ, पिताकै इच्छा हुनुपर्छ। आमेन। अनि हामी क्रिस्चियनले कोही बेला कस्तो हुन्छ, म चर्च आउँछु, मेरो इच्छा, मेरो इच्छाको लागि आउँछु, मेरो प्रेयर पोइन्ट छ, मेरो खाँचो छ, म मण्डलीको पास्टर हो, म मण्डलीको अगुवा हो, वर्शिपर्स हो, म आउँछु मेरो इच्छाले, मलाई जे मन पर्छ म त्यतै गर्छु, जे विषयमा प्रार्थना गर्नु छ म त्यस्तै गर्छु, हिँड्छु। सुन्नुहोस् है, त्यो क्रिस्चियन्स भनेको होइन, त्यो त संसारको भागलाई विचार हालेको मात्रै हो। ठिक प्रभु यीशु ख्रीष्टले बारम्बार वचनहरूले उहाँको चेलाहरूले भन्नुभयो, संसारसँगको मित्रता चाहिँ परमेश्वरसँगको चाहिँ शत्रुता हो। त्यही कारण परमेश्वरले जहिले पनि हाम्रो विचारहरूलाई खिचिरहनुहुन्छ माथिको भागमा। अनि जुन चाहिँ पवित्र बाइबल हाम्रो हातमा छ नि, यो चाहिँ संसारमा पढेको जस्तो मात्रै लागेको हामीलाई, यो सेकको घरमा छैन नि। हेर्दै गर्दा 30-35 रुपियाँ होला यहाँको दिरामको अनुसार, उनीहरूले इजिली बिल्डिङ बनाउनु सक्ला बाइबल किनिकन, बुर्ज खलिफा पनि बनाउनु सक्ला, तर उनीहरूलाई यो प्रिभिलेज दिएको छैन अहिले प्रभुले। आमेन। अनि यो त किनेर पाउने पनि होइन, फेरि यो भित्रको जुन चाहिँ प्रभुसँगको इन्टिमेसीको भाग छ नि, किनेर किन्नु सक्दैन। यो बाइबललाई किन्ला उनीहरूले, तर बाइबलभित्र जुन चाहिँ रहस्य राखेको छ नि, त्यो त किनेर कसैले किन्नु सक्दैन। त्यसको मूल्य त पृथ्वीको कुनै व्यक्तिसँगै छैन फेरि। त्यही कारण कतिपल्ट हाम्रो कस्तो छ, हामी यहाँ नबुझ्दै गर्दा चाहिँ बाइबल पढ्दै संसारकै कुरा, बाइबल पढ्दै संसारकै कुरा, बाइबल पढ्दै संसारको कुरा होइन। हामी चाहिँ स्वर्गको कुरालाई पृथ्वीमा ल्याउनुको लागि खासमा यो पढेको। आमेन। त्यही कारण बाइबलमा नि लेखेको कुरा साधारण छैन, पृथ्वीले कहिले नदेखेको कुराहरू नि खासमा बाइबलले बोलेको छ, तर हामीले त्यति साह्रो क्याजुअल आज हामीले चर्चा गरिरहेका छौँ नि। त्यो दिनमा यदि खाँचोको समयमा, परिस्थितिको समयमा, त्यो दिनमा एलिया 3.5 वर्ष किरातको खोल्सामा बस्दै गर्दा त्यो दिन काग जुड्दै थियो भने के मण्डली आज तपाईँ विश्वास गर्नुहुन्छ, भोलि तपाईँको त्यो टिपिकल टाइममा हुँदै गर्दा नि तपाईँलाई यदि प्रभुले नि तपाईँ विश्वास योग्य भइकन कष्टको माझमा पनि तपाईँ हिँड्दै गर्दा के तपाईँ विश्वास गर्न सक्नुहुन्छ, तपाईँको खाली डेक्चीमा कराईमा परमेश्वरले त्यो भोजनलाई जुटाउन सक्छ। माइनर कुरा हो खासमा,
यो त डरलाग्दो आश्चर्य होइन, किन महिमाको भाग त दोहोऱ्याउँदैछ नि त। आमेन। कुन कुरालाई चर्चा गर्ने यो दिनमा? त्यो दिनमा नि छाया पर्दै गर्दा मुर्दा उठ्दै थियो भने नि पहिलो सरी सेकेन्ड सरी के हो त? चर्चको चर्चा खास कहाँ हुनुपर्ने? कस्तो कुरालाई देख्नुपर्ने? साइन्सले नि अब भन्दा नि इभन युए सरकारले के भन्छ, आज 2026 अबको 24 वर्ष अगाडिको प्लान के छ उनीहरूसँग? प्लान छ। चर्च के छ प्लान? के देख्दैछ चर्चले? त्यही कारण अघि भन्दैछ नि, के कुरा सुनेका छौँ हामी, अझै ध्यान दिनुपर्छ। के कुरा सुन्दैछौ यहाँबाट कि यहाँ वरिपरिबाट? बमको कुरा सुनिँदै अत्तालिँदैछ कि परमेश्वरको आवाज सुन्दै गर्दा भन्दैछ यो कुरा आए तापनि मलाई केही हानि छैन? भन्नुको अर्थ मूर्ख कस्तो भएर त्यो ठाउँमा उभो भनेको होइन नि। तर के त्यो डर पस्दैछ? दाम बढ्दैछ, यस्तो हुँदैछ, त्यस्तो हुँदैछ भन्दा ए भागेर म त जान्छु हो नेपाल, भागेर जान्छु इन्डिया, कुनी कहाँ जान्छु, पैसा पुगेन कि अब ओभर टाइम गर्छु, त्यो पो भन्दैछ कि यो दिनमा निर्णय हुँदैछ। अरू बेला 15 मिनट प्रार्थना गर्दै थिएँ, 1 घन्टा पो बस्नु पर्यो आज प्रभुसँग। सुनेको थिएँ कहिले हाम्रो प्रार्थना हुने? प्रभु जसरी ती दिनहरूमा प्रेरितहरूको समयमा तपाईँले कार्य गर्नुभयो, प्रार्थना गर्छु मेरो यो दिनहरूमा पुरा भएको होस्। कहिले त्यो प्रार्थना निस्किने? कहिले भन्ने प्रभु? प्रभु त्यो व्यक्तिहरूलाई खोज्दै हुनुहुन्छ, जुन व्यक्तिहरू नि यो दिनमा नि त्यो भागलाई छुन थाल्छ। भाइ प्रकाश, यो दिनमा आँट गरेर माथि स्वर्गको भागलाई नि पृथ्वीको विचारले थाम्छु भने केही पनि थाम्नु सक्दैन। कथाले के हुन्छ? पृथ्वीको भागले नि चलाएर म त्यो स्वर्गलाई आकर्षित डुप्लिकेट ल्याउँछ। थुप्रो आज तपाईँ नि सो कल्ड एज वी आर मण्डली, हामी डुप्लिकेट लिएर चाइना माललाई बेच्दैछौँ। हुँदैन। कहिले प्रभुको ओरिजिनल कुरालाई ल्याउने चर्चले? संसारले नि 24 वर्ष 25 वर्षको योजना प्रकट गर्दै गर्दा नि मण्डली कति दिनको योजना छ? 15 देखि 20 दिनको अलिकति हाकार मात्रै के भएको मण्डली लालाकुलु हुने। हामी मण्डली चाहिँ नाम भनेको नि ब्यानरको नाम, तपाईँ नि हामी हो नि। लालाकुलु अलस तरस बनाइदिने के आँटाउने दिनहरूमा प्रेरितहरू त्यो व्यक्ति थिए जसले भन्दै थियो पवित्र आत्मामा भरिँदै गर्दा घाँटी काट, यीशु ख्रीष्टको चर्चा गर्न छोड्दिन, उधो मुन्टो झुन्डो मलाई। जब याकुबको घाँटी काट्यो भने नि प्रेरित भागेर म त धर्म चेन्ज गर्छु। भएन, प्रेरितहरू भएन है। उनीहरूले भने भन्छु। पावलको बारेमा सुन्नुभएको नि, पावल अगममा नि आयो स्वर्गबाट, रोममा तिमीलाई मार्छ। उसले भनिदियो अरूलाई म रोम जाँदैछु, आखिरी समय हो, मान्छेले रोक्यो नजानुहोस्। उसले भन्यो होइन, प्रभुले भनिसके जान्छु। रोम पनि गयो, मरे पनि पाप गरेर होइन, प्रभुको मायामा परेर। लक्ष्य के हो मेरो आदरणीय परिवार? आज तपाईँ नि मेरो क्रिस्मा जिउँदै गर्दा घाँटीको सिक्री, क्रिस्मा जिउँदै गर्दा बिल्डिङ। जिसस छैन भाइ, रोशन छैन। के लक्ष्य राखेर हिँड्ने आज तपाईँ नि म? ल मलाई हेर्नुहोस्, केही छैन यसमा, यो बनिनु नबनिसँग केही पनि हुँदैन। तर तपाईँ अनि मैले के कुरालाई आशा राखेर हिँड्ने यो दिनमा? किन हामीलाई चर्चले नेतृत्व गर्दैछ? किन म वचन पढ्छु? किन म प्रार्थना गर्छु? अचम्मको प्रार्थनाहरू सुन्छ। बम रोकिदिनुहोस्, भिजा लागिहालोस्, नराम्रो होइन है। आइम रियली सरी, म बारम्बार भन्छु, तपाईँहरूको उयस गरेको होइन। मेरो परिवारमा भिजाको इस्यु चलिरहेको छ। म तपाईँहरूको भयो अनि मेरो त भएन भनेर म आफै पनि हिँड्दैछु। जुन भागबाट तपाईँहरू हिँड्नु हुँदैछ म पनि हिँड्दैछु। तर सबै भागमा के छ भन्नुहोस् त, इच्छा त्यो परमेश्वरकै हो नि त आज पनि। आमेन आमेन। उहाँको इच्छाको लागि मात्रै आउनुपर्छ। त्यो त कति बेला हुन्छ भने नि, जब मेरो सोच चाहिँ माथिको कुराले खिच्न थाल्छ। माथिको कुराले भन्नुहोस् त, माथिको कुराले जुन दिन हाम्रो विचारहरूलाई खिच्दै जान्छ नि, त्यो दिन के हुन्छ? हाम्रो जीवन अर्कै ठाउँमा बग्छ।
परिस्थिति बिचमा नि तपाईँको पनि घरमा अभाव होला, तपाईँको पनि भाँडा रुतिरहेको होला, तपाईँको पनि बिजो कतिवटा संसारले हेर्दा त नमिलेको डाङडुङ च्यात्तेको लुगाहरू होला, मैला होइन, अघिको जस्तै हाम्रो पत्रुस अङ्कल जस्तै होइन, माछा गनाउने भएको होला, अघिको उडन्ते पुत्र जस्तै सुँगुर गनाउने भएको होला, थुप्रै भएर हिँड्दै हुनुहुन्छ होला, जहाँनिर मान्छे आउँदा छि भन्दै होला। तर जब पनि तपाईँको छेउबाट भएर त्यो व्यक्ति जान्छ नि, तपाईँको मुहार यसो हेर्दा आज पनि जलेको जस्तो उज्यालो। कुन चाहिँ क्रिम पो लाउँछौ बहिनी तिमी त? अनुहार त आज पनि चकिलो छ त। भाइ के छ तिम्रो, के खाँदैछौ? यस्तो मेन्टेन छ त, यस्तो कसरी हुँदैछ, कहाँबाट आउँदैछ? त्यो दिन त मसाला सम्झिनु पर्यो नि त। ओहो, बुढाले 40 दिनमा ज्योति ल्यायो भने त के हुन्छ, म पनि ल्याउँला नि त फेरि। सिने पर्व त्यो दिनमा पो थिएन त होइन, त्यो दिनको वास्तविकता थियो त। आज नहोला हाम्रो हातको अगाडि सिने पर्वत, उपस्थिति त त्यही हो नि त। उपस्थिति त्यही हो मेरो परिवार। त्यो चाहिँ कति बेला बस्न सक्छ भने नि, जब यो भित्रको सोच्ने भागले नि माथिको कुरालाई मुहार माथि, भजन सङ्ग्रह 121 पदले भन्छ, पर्वतहरूतिर मेरो आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? लगाइदिनुहोस् त भाइ, भजन सङ्ग्रह 121। थ्याङ्क यू लर्ड। थाक्नु भएको छैन नानी है? 10 मिनट ल, मलाई 10 मिनट तपाईँले टाइम दिनु भने सक्छौँ। थ्याङ्क यू ईश्वर। के लेखेको छ? के लेखेको छ? मेरो गुहार कहाँबाट आउँछ? प्रश्न, मेरो गुहार कहाँबाट आउँछ भन्दैछ। अनि त्यसको 1 को 2 लाई पढ्नु भने त के भन्छ? आमेन। यो चाहिँ जस्ट हाम्रो भट्ट्याउने भाग होइन, जिउने भाग हो, पत्याउने भाग हो। यो दिन चाहिँ पक्रेर नै हिँड्ने भाग हो। आमेन। अल्टरनेटिभ छैन है। छेउको व्यक्तिलाई भन्नुहोस् न, विकल्प छैन, विकल्प छैन यो दिनमा। प्रभुले लास्ट चान्स, लास्ट अनुग्रहको वर्डहरू दिँदै हुनुहुन्छ। अब लास्ट अनुग्रहको वर्डहरू यता पक्रिन्छ, अब जहाँ पक्रिँदै हुनुहुन्छ त्यहाँ बङ्गै हुन्छ। खासमा हावा मिठाई मात्रै भेट्नुहुन्छ। यो त ठुलो रहेछ भने छ्याप्पै पक्रिने फेरि डल्लो परिहाल्छ। हावा मिठाई जस्तो यता पक्रिन संसारको त्यो पनि डल्लो परिहाल्छ। आज कति मान्छे छ नि होइन, वर्षौँदेखि ट्यालेन्टहरू थुप्रो थुपारेर अब चाहिँ म संसारको यो फिल्डमा गएर यो फाँडिदिनु पर्यो भन्छ, त्यही कम्पनी झ्यापझुप। यहाँ गर्दै यो गरिदिन्छु भने चाहिँ त्यही सिस्टम झ्यापझुप। हेर्नुहोस् है। तर यो दिन हेर्दै गर्दा नि मधुरो मधुरो देख्ने परमेश्वरको हात देख्दै हुनुहुन्छ होला। कता कता के हो, अम्लीहरू जस्तो छ त, कताबाट पायो, को देखेको जस्तो लाग्दैछ, मधुरो मधुरो देख्दैछु, पछ्याइदिउँ क्या हो भनेर पक्का पछ्याइदिनुहोस्, उहाँ हुनुहुन्छ। आमेन। पक्रिदिनुहोस्। यत्रो भुचुने हात जस्तो देख्दै हुनुहुन्छ होला। या त यत्रो अनुमान नतर्सिनुहोस् दुष्टको हात भने पर्दैन। प्रभुको आवाज गर्दै गर्दा नि दुष्ट आउँदैन त्यहाँ। बुझ्दै नबुझ्नेको भागमा पनि प्रभुलाई पुगादा शत्रु आउँदैन, प्रभु नै आउनुहुन्छ। आमेन। पक्रिदिनुहोस्। यो समय त्यही हो, यो भाग नै त्यही हो। आमेन। आमेन। ल, पहिलो कोरिन्थी 13:12 पद म पढ्छु ल, ढिलो हुन्छ तपाईँलाई हेर्नु पनि, तपाईँले पनि हेर्नुहोस्। किनकि अहिले हामी ऐनाद्वारा धमिलो देख्छौँ, तर त्यस बेला आम्ने सामने देख्नेछौँ। अहिले मेरो ज्ञान अधुरो हुन्छ, तर त्यस बेला जसरी म जानिएको छु त्यसरी नै म जान्नेछु। आमेन। अहिले त कस्तो देख्दैछु अरे, म मधुरो धमिलो देख्दैछु, तर एक दिन कस्तो देख्छु अरे, म स्पष्ट। आमेन। आज जुन चाहिँ धमिलो देख्दै हुनुहुन्छ नि, अबको समय चाहिँ आज मिठो लाग्यो। एउटा वर्ड अघि मैले बहिनीलाई पठाएको थिएँ, छोरी के लेखेको थियो भन्दा त्यसमा, हजुर, पेसेन्स एन्ड धैर्य अनि निरन्तरता। धैर्य अनि निरन्तरता। मधुरो देख्ने कुरा पनि देख्दै हुनुहुन्छ भने नि,
तपाईँ थुप्रो प्रार्थना बस्नुभयो, केही भएको छैन, तर मधुरो अब बस्दै हुनुहुन्छ नि, त्यो कुरालाई जब पनि तपाईँले निरन्तरता राख्नुहुन्छ नि, त्यो चाहिँ कहिले धैर्यमा। त्यही कारण परमेश्वरको वचनले भन्छ शान्त बस अनि जान म परमप्रभु। यो दिनमा जब पनि नि त्यो भागलाई, मधुरो भागलाई तपाईँले हेरेकै मधुरै देख्दैछ, तर एक दिन वचनले भन्छ त्यो चाहिँ पूर्णतामा देखिनेवाला छ। आमेन। पावलले पनि त्यही कुरालाई चर्चा गर्दै रहेछ यहाँनिर। हेर्नुहोस् है, मण्डलीलाई त्यही कुरो भन्दै थियो। पावलले उसको आफ्नो लागि होइन, पावलले के भन्दैछ मण्डलीलाई, त्यो दिनको मण्डलीहरूलाई भन्दैछ पेसेन्स, एकदमै धैर्यतालाई राख है, एकदमै धैर्य। अनि अर्को चाहिँ निरन्तर भन्नुहोस् त, यता पनि नभइकन उत्ताम नभइकन जुन भागलाई पक्रिरहेको छ नि त्यो पक्रेर हिँडेकै। अनि पहिलो राजाको पुस्तक 18:44 हेर्नुभयो भने हामीले थुप्रोपल्ट यहाँनिर चर्चा गरेका छौँ कि जसरी यहाँ लेखेको छ। हेर्नुहोस् है, अनि 7औं पल्टमा यस्तो भयो, उसले भन्यो हेर्नुहोस् समुद्रबाट मान्छेको हात जत्रो एउटा सानो बादल उठिरहेछ भनेर भनेको छ। यहाँ जब पनि एलियाले एलिसालाई भनेको छ समुद्रको भागलाई हेर भन्दै गर्दा 7 चोटिमा, कति चोटिमा? पहिलो चोटिमा देखेन भन्नुहोस् त, दोस्रो चोटिमा देखेन भन्नुहोस् त, तेस्रो चोटिमा पनि देखेन, चौथो चोटिमा पनि देखेन रहेछ भन्नुहोस् न, 5औं चोटिमा पनि देखेन। छेउको व्यक्तिलाई भन्नुहोस् न, यो त साह्रै भयो, 6औं चोटिमा पनि देखेन रहेछ भन्नुहोस् न। भन्नु भएन, लजायो त तपाईँ छेउको मान्छेसँग भन्नुहोस् न, यो त साह्रै भयो, 6औं चोटि पनि देखेन भन्नु। तर भन्नुहोस् न, तर भन्नुहोस् न, 7औं चोटिमा के देखेको रहेछ? हातको आकारमा। कत्रो आकारमा? सानो बादल हातको आकार भनेपछि कत्रो होला भन्नुहोस् न? कता यत्रोबाट अब मन्दको हात ठुलो होला, हाम्रो दादाको हात ठुलो होला, हाम्रो त सानसानै छ। बहिनी तेरो हात देखाइदिए, हाम्रो बहिनीको झन् हात ठुलो छ। त्यत्रै हातको आकारमा चाहिँ बादल देखेर त्यो देख्ने बित्तिकै एलियाले के भन्दैछ? निश्चय भयो, यस पानी पर्न आँट्यो। आमेन। सानो तिनो होइन अरे, फेरि खतरा झरी पर्न आँटेको रहेछ। आमेन। तर हेर्ने मान्छेले चाहिँ गएकै गर्नुपर्छ, थाक्नु चाहिँ हुँदैन है। साथले जहिले पनि परमेश्वरको पूर्णता विश्रामलाई बुझाउँछ। आमेन। 6सम्म चाहिँ मान्छेको विचार हो, मान्छेको विचारलाई चाहिँ घोटेर यो दिनमा मान्दैनस् भन्दै आफ्नै गालामा थपडा हान्दै यो दिनमा प्रार्थनामा बस्नुपर्छ। अटेरी हुन्छस्, प्रार्थनामा बस, अटेरी हुन्छस्। अरूले होइन, अब अरूले भने त मन दुख्छ नि त, आफै गर्नुपर्छ। पावलले त आफूलाई ताड्न दिन्थ्यो भन्छ हो। यो दिनमा त आफैले कसले गरिदिने तपाईँको काम? अब मैले मेरो श्रीमतीलाई अब कोराइको हुनु भने उसले मलाई खाना दिँदैन, भोलि केस लगाइदिन्छ होइन, पुलिस लगाइदिएला, भोलि छोड्दा पारेर जाला। अब मैले त भन्नु मिल्दैन त्यहाँ, त्यो त फेरि मलाई गर्नु छैन त्यस्तो त। तर उसले आफूलाई हान्न, पछि म त वचनद्वारा हानेर त अब अलिक ओके त भनिदिनु परिहाल्यो। पर्दैन भन्छ, तर यसो भित्र सोचे यो त ठिकै पनि हो एउटा भाग। सुन्नुहोस् है, यो त समय आइरहेको छ, अझै प्रार्थना गर भन्नु छ आफूलाई नै। एकपल्ट देखिनुहोस् आज राति, अझै बस, बाहिर निस्केर आमेन मात्रै भने होइन, फेरि बस, होइन आमेन भन्यो त के हुँदैन, 2 पल्ट आमेन भन्दा पाप हुँदैन, फेरि आमेन भन्न अन्त के हुन्छ, फेरि बस। अन्य भाषामा भएन, ल अब विषय वस्तुमा प्रार्थना गर, त्यहाँ भएन, अब अरू कुरामा गरेकै भन्नुहोस् त, गरेको भन्नुहोस् त, गरेकै। विचारले बुझ्दैन होला, विचारले ट्याक्कै बुझ्दैन, स्वर सुकिसक्छ, ढाड दुखिसक्छ, के पो हुन्छ, दुनियाँ कुरो हुन्छ। तर पनि भन्नु छैन, बस भाइ आज एकचोटि भयो होला, अझै 6 चोटि बाँकी छ। त्यस्तो थाक्ने अवस्थामा होस् न, त्यही दिन है गेजीले छेउमै त थिएन होला नि त, पर गएर यसो हेर्ने ठाउँ त अलिक परै डाँडामा जा भनेको छ। बुढी चाहिँ गुरुजी नभएको भए नि के पो गरौँ भन्ने पनि गेजीले मन त भएको थियो होला, तर बुढाले भनेको मान्नु त पर्यो। तर कसले देखेछ भन्नुहोस् त पहिलोचोटि? एलिया कि गेजीले? अन्त कोही बेला नि मण्डलीको अगुवाले भन्दा प्रार्थना गर भनेर मण्डलीको अगुवा रहेन झै अघि विश्वासीले परैबाट हातको आकारमा दिइसक्यो, फाइदा कसलाई भयो? अन्त कोही बेला मण्डलीको पास्टरले कराउँदै गर्दा पनि बुझ्नुहोस् है,
मेरै लागि रहेछ भनेर। तपाईँले बादल बाँड्नुहुन्छ त्यो दिन? बाँड्दैन। भयो भने डल्लो पारेर आफ्नो ब्यागमा। सुन्नुहोस् त, आशिषको भाग होइन। मण्डलीको अगुवाले करायो भने भोलि नापेर आउँछु तँसँग, तर भोलि आशिष पायो भने धन्यवाद, तर त्यो आशिष चाहिँ म भन्दिनँ। आमेन। त्यो त हामीसँग बानी छँदैछ नि त। नराम्रो जति पास्टर भाउ तिमीलाई, तिम्रो जीवनमा आत्मिक वृद्धि भएन, पास्टर भाउले सिकाउनु जानेन। कति राम्रो भएको, हजुर हो नि, म त प्रार्थना गरेर भएको। त्यो त सबै श्रेय लिनु पर्यो नि त। हो, यस्तो हुन्छ है। सुनेछु मेरो आदरणीय परिवारहरू, यो दिनमा मानेको छैन नि, आफूलाई घोटाउनु पर्छ। यो भागले के सिक्दैछौँ भने नि, जति आफूलाई त्यो ठाउँमा हेर्नुहोस् है, अन्टिल एन्ड अनलेस नि म आफैले मलाई डिसिप्लिनमा हाल्दिनँ भने नि सक्दैन। कथा हो हामीहरू निम्ति, कथा हो। हामीभन्दा अगाडि जेनेरेसन थियो कि थिएन भन्नुहोस् त? त्यो नि, उनीहरूले देखेनै छ त अन्त। तिनीहरूले पनि सेम बाइबल पढ्यो, सायद उनीहरूले पनि त्यही अगामानी बोल्यो होला। त्योभन्दा अगाडि थियो नि, हजारौँ वर्ष अगाडि लेखेको यो कुरा। हाम्रोमा त कति पुस्ताले पढ्यो होला। पावलले पनि एउटा ठाउँमा अन्तिम दिनको कुरा गर्दै गर्दा मान्छेले कामसाम सबै छोड्यो भनेको छ। हो कि न भनेर पढ्नुभएको? कामसाम छोड्यो, ढुक्कै बस्यो। बिचरा पावललाई त्यस समय हाम्रो उहाँले वचनको टोनै चेन्ज गर्नुभयो। काम नगर्नेले त खाना पनि नखाओस् भन्नुहुन्छ, सन आइपुगिसकेको थियो। किन? त्यस समयको भाग बुझेको थिएन। तर अहिले हामी यो समयमा आउँदै गर्दा नि हामीले अगमबानीको कुरालाई अलाइनमेन्टमा ल्याउँदैछौँ। तर चान्स छ कि छैन हामी माथिबाट स्किप हुन्छ भन्ने? छ। प्रभुले जबरजस्ती त गर्नुहुन्न। बरु प्रभुले त्यो भाग विश्वासीले बोलेन भने गधालाई बोल्नु लाउँछ, विश्वासीले बुझेन भने खुम्ले कुरालाई बुझाउँछ। हेर्नुहोस् है, बाइबलमा त त्यस्तै भएको छ। गधा बोलिदियो, खुम्ले कुरा काम लाग्यो। प्रभु अचम्म कुरा भएको छ। यीशु ख्रीष्टले के भन्छ? मान्छेले आराधना गरेन भने ढुङ्गाले आराधना गर्छ। प्रभुले महिमा खनाउँछ। यदि हामी भएन भन्दै स्किप त ढुङ्गा माथि हुन्छ। उहाँ बाटोमा घुम्दै गरेको लै भन्दै सिगरेट बङ तान्दै मजाले बियरको डब्बा पक्रेर कुनामा बसेको होला, पवित्र आत्माले उसलाई भर्नु टाइम लाग्छ? लाग्दैन। किन? निम्ताराहरू के थिए? मानेको थिएन। हामी निम्त्याएकोहरू हौँ, तर कन्फर्म नहुने चाहिँ टिकट त हामी हो भनेर। मेरो आज घरमा काम छ, द्याट्स वाइ म आउन सक्दिनँ। मेरो ड्युटीको ओभरटाइम छ, आउनु सक्दिनँ है भाइ। भोलि पछि त्यही हुन्छ, अर्को व्यक्ति चलिदिन्छ। यो व्यक्ति त हाम्रो कम्पनीको साह्रै बिग्रेको मान्छे। प्रभु रिक्रियाला रब तब यसको मन परिवर्तन होस्। परिवर्तन होइन, अघि पवित्र आत्मा चलाएर अघि हिँडिसक्यो त्यो व्यक्ति। के भएछ? म ओभरटाइममा, मलाई अर्कै कुरोले खिच्दै छ। लट्रीमा पो लाग्छ कि वेलकम टु द बिग टिकेट। मिलियन, यो दिनमा मिलियन भए पुगिहाल्छ त्यता होइन, यतानिर बिलियन, यता सम्बन्ध। यसो ऐना हेर्दा पनि चौरी पढ्दैछु, ला अन्तको दिन आयो भन्दैछ, विवाह पनि भएको छैन, के पो गरौँ? लु यसो मिल्छ भने हिँडी पो हालौँ। अन्तिम दिनै आयौँ, सँगै जाउँ लै भन्दै। किसिम दिमागको चल्छ यति बेला त। सेयर मार्केटमा हाल्दै हुनुहुन्छ होला, सुनको दाम घट्ने बित्तिकै दोकान पनि कुद्नु भयो होला। हामीले नि सरी 1 तोला त किनिराखौँ, भोलि बेच्दा त यसो आँटा चामलको हिसाब आउँछ होइन बुढिया? बुझ्छ नि त? हामी त घर परिवार हो नि त। कतिवटा त हाम्रो कोडबाटै हामी बोल्छौँ। थ्याङ्क यू लर्ड। ल, मर्कुस 8:23-26 पद यहाँ पनि हेर्नुहोस् न, मिठो कुरा लेखेको छ। अनि त्यस अन्ध मानिसलाई हातमा समातेर उहाँले त्यसलाई गाउँबाट बाहिर लैजाउनु भयो। उहाँले भनेको चाहिँ प्रभु यीशु ख्रीष्ट हो, त्यो तपाईँले सबै पढ्नु भेट्नुहुन्छ। अनि त्यसका आँखाहरूमा थुकेर र आफ्नो हात त्यसमाथि राखेर त्यसले केही देख्छ कि भनी उहाँले त्यसलाई सोध्नुभयो। अनि त्यसले माथितिर हेरेर भन्यो, म मानिसहरूलाई रूप जस्तै हिँडिरहेको देख्दैछु। प्रभु यीशु ख्रीष्टले काम गर्दै गर्दा नि केही भएको छैन, त्यो खालि म्युजिक मात्रै भएको। छक्क नपर्नुहोस् न, के भयो? के पनि भएको छैन, इट्स नर्मल। त्यो दिन नि छक्कै पर्यो। ए होइन, कहाँ पो भन्यो मैले? कन्सन्ट्रेट गर्नुहोस्, म पो छक्कै पर्यो भन्दैछु। त्यो दिन के घटना घट्दै थियो? यीशु ख्रीष्टले धुकेर आँखा खोलिदिँदै गर्दा नि त्यो मान्छेले के देख्दै थियो अरे? मान्छेहरूलाई चाहिँ रुख हिँडे जस्तो देख्दै थियो। अनि त्यो हिँड्दै गर्दा फेरि पनि प्रभुले के गरिदिएको छ? प्रार्थना गरिदिएको छ,
अनि के भयो उसले पुरा रूपमा देखेको छ। आमेन। सायद हाम्रो आजको दिनहरू मैले बताउन चाहेको कुरा त्यही हो। यो जर्नीले नि तपाईँले हामीले नि परमेश्वरको त्यो भागलाई नि अचम्मको कुरा देख्दै होला। अब रुख कहिले हिँड्छ भन्नुहोस् त? हिँड्छ? हिँड्दैन। तर अचम्मको देख्दैछ। जुन कुरालाई देख्दै गर्दा विश्वास गर्नु पनि गाह्रो पर्यो कि होइन मैले आँखा देखेको हो कि अन्धेरोमै केही देख्दैछु हो। कल्पना पनि हुन्छ नि, हो कि भने चाहिँ इमेजिनेसन्स हुन्छ नि। मैले इमेजिनेसनमा रुख हिँडेको अब आँखै खोलेको, अब रुख कसले हिँडेको देख्नुभएको छ? यहाँ कार्टुनमा देख्नुभएको होला, रियालिटीमा त मैले पनि देख्छु नि रुख हिँडेको। तर त्यो मान्छेले रुख जस्तै हिँडेको देख्दै थिएँ अरे। तर परमेश्वरले त्यतिकै छोडिदिनु भएन। आमेन। प्रभुले त्यतिकै छोडिदियो। यति र भाग यति नै हो, त्यो रुखै हिँडेको देखेर जिन्दगीमा मैले यति नै बेसी थुक्न सक्दिनँ भनेन। तर प्रभुले के गर्नुभयो? त्यो मान्छे अझै कार्य गर्नुभयो, उहाँलाई पूर्ण देख्ने बनाउनु भयो। आमेन। अब यहाँनिर हामी कतिजना होला इमेजिनेसनको भागलाई देख्दै होला, आउँदै गरेको महिमाला रुख चरा फटेङ्ग्रा किरा के देख्दै होला, सबै दामी हो। तर यदि हामी उहाँसँग जोडी मात्रै रह्यो भने नि एक दिन पूर्णतामा देख्ने बनाउँछ भनेको नि। आमेन। आमेन। बुझ्नुभयो? बुझ्नु भएन नि? बुझ्नुभयो? बुझेको मान्छेले त आमेन भन्नु पर्यो नि त। थाकेको मान्छेले नभन्नुहोस् न, नथाकेको त आमेन भनिदिनुहोस् न त। आमेन। ल थाक्नु भएको रहेनस् ल, त्यसरी नभन्नुहोस् है। फेरि अहिले म भनेको 11 बजे अप्ठ्यारो। ल एउटा हेर्नुहोस् है, यो दिनमा हामी एकदमै आनन्दितसँग प्रभुसँग ओभर सिरियस। अहिले ओभर सिरियस भने विचार साँड टाढा अगाडि कुदिसकेको हुन्छ। यहाँ रहनुहोस् न एकछिन। यो दिनको भाग के छ भने नि सबै कुरो उहाँमा सरेन्डर। अघि हामीले पढ्दै थियौँ कि दुई प्रकारको आवाज संसारमा छ, दुई प्रकारको शक्ति चल्दैछ, दुई प्रकारको कार्यहरू यो संसारमा प्रकट भइरहेको छ। अब त्यो इन्डिभिजुअल समय आइसकेको छ कि चुनाव कुन कुरालाई गर्ने। एउटा ठाउँमा जाँदै गर्दा के हुँदैछ, जहाँनिर आउँदै गर्दा यदि तपाईँ परमेश्वरको कुरालाई आउँदै गर्नुहुन्छ भने नि थुप्रो मूल्य चुकाउने भागहरू छ। त्यो दिनको पहिलो झरी झर्दै गर्दा नि चेलाले आफ्नो जीवनको बलिदान गर्यो होला। तर आजको दिनमा सायद हाम्रो त्यो भाग नहोला, किनभने आज त तरवाल बोकेर घाँटी काट्ने मान्छेहरू छैन। हामीलाई त्यो कुराको भने भाग नहोला। तर हाम्रो जीवनको जति पनि भाग छ, जहाँनिर पावलले आउँदै गर्दा गलातीको पुस्तक 5 अध्यायमा त्यो पाप स्वभावका कामहरू, शरीरका कामहरू भन्नुभयो। दोस्रो तिमोथी 3 अध्यायलाई तपाईँले माइन्ड गरिराख्नुहोस् है। 3 अध्यायमा लेखेका कुराहरू जति पनि अन्तिम दिनमा, अस्ति एउटा ब्रदरले भन्नुहुँदै थियो नि, अन्तको समय हुँदा गर्दा नै मान्छेको हृदय चाहिँ नि चिसो भएर जान्छ, कठोर भएर जान्छ भनेको छ। कसैले हामीले वर्कआउट गर्दैछौँ त्यसमा? के कुरोले मलाई कठोर बनाउँदैछ? कुन भागले? थाहा छ, जब पनि फारो राजाको हृदय कठोर भयो नि उसको जीवन लास्टमा लाल समुद्रमा सिद्धिएको छ। कसले गर्यो भन्नुहोस् त? शत्रुले? हजुर, कसले गर्नुभयो त्यो काम? स्वयं परमेश्वरले गर्नुहुन्छ। हामी एभ्री टाइम नि हाम्रो जीवनको थुप्रो भागलाई शत्रुलाई भन्नुहुँदैन। कतिपल्ट शत्रुलाई केही पनि थाहा हुँदैन, खासमा केही पनि एक्चुअली थाहा हुँदैन पनि। शत्रुको विचारमा कतिपल्ट बोलिदिने परमेश्वर नै बोलिदिनुहुन्छ। परीक्षित कोही बेला नि प्रभुले उद्वारा शत्रुद्वारा पनि हाम्रो जीवनमा गर्छ। जसरी येशू ख्रीष्टको समयमा जब उहाँको बप्तिस्मा भयो, पवित्र आत्माले स्वयं प्रभु येशू ख्रीष्ट उजाड स्थानमा शैतानद्वारा परीक्षित हुन लगिदिएको छ। हुन्छ त्यो भाग। अहिलेको जीवनमा दोबारा आशिषको लागि कसले लानुभयो? परमेश्वरले नै शैतानलाई पर्मिट दिनुभयो। दोबारा आशिष खोलिनुको लागि त्यो भागमा शैतानलाई चलाउने, खास शैतानले चलाएको होइन, शैतानलाई परमेश्वरले चलाएर त्यो भाग खोलिदियो। युसुफको जीवनमा एक दिन देखेको सपना पुरा हुनुको लागि त्यो उसको दाजुभाइहरू होइन, दाजुभाइ त जस्ट जरिया मात्रै थियो। तर त्यो भागलाई कार्य गर्ने को थियो भन्नुहोस् त? स्वयं परमेश्वर हुनुहुन्थ्यो। आमेन। आमेन। यो दिनमा पनि हामीले त्यो भागलाई बुझ्नुपर्छ। कठोर चाहिँ हुनु हुँदैन। यतिमै रहन सकौँ तपाईँ अनि हामी। जे भाग हुँदैछ प्रभु धन्यवाद। प्रार्थना गर्दै हुनुहुन्छ, अझै एक स्टेप लानुहोस्। अझै अघि भने नि ताड्न दिनु सिक्नुपर्छ। हामीलाई डिसिप्लिन गर्न सिक्नुपर्छ। जागरण रहने समय कति सुने त अब यो मेसेजहरू त हो कि भन्नुहोस् त? फर्केर फेरि पनि सुन्नुहोस् न। जागो रहो भन्ने मेसेजहरू हामीले सुन्यौँ। कोल्ड हार्टेड हुन्छ भन्ने सुन्यौँ। अब यीशु ख्रीष्टको यस्तो महानतामा तपाईँहरू कतिजना मैले हात उठाउ पनि भन्दिनँ, तपाईँहरू मात्रै होइन, म आफैमा पनि यो बलिदानलाई देख्दै गर्दा को व्यक्ति होला आँखाबाट बरर आँसु झरेको? यत्रो चर्चा गर्दा तपाईँ अस्ति मङ्गलबार पो आँसु झरे कि आज पो केही भयो कि
अस्ति ब्रदरले 2 चोटि भन्दा पो भयो कि कहिले एक्लै बस्दा कहिले भएको छ त्यो घटनाहरू हामी कति साह्रो भइसक्यो होला क्या अब त्यो हाट अब एकछिन अब मतलब छैन त्यो भइहाल्छ यसो गरी ढिलो पो भएछ लागौँ ल चलिदिउँ किन केही पनि हुँदैन हामीलाई तर डेन्जरस ठाउँ है डेन्जरस ठाउँमा आइपुग्छ हामी यो कुराले फारोलाई थाहा थिएन उस सोच्दै त आइएम किङ म बाहेक कोही पनि छैन शक्तिशाली तर जुन दिन परमेश्वर उठ्नुहुन्छ नि सबैभन्दा अगाडि त कठोर हातहरूलाई त्यही उहाँले एउटा मौका दिनुभयो इजिकेल 36 अध्यायमा कि म स्वर्गको त्यो पानीले तिमीहरूलाई धुन्छु तिमीहरूको हृदयहरू त ढुङ्गा जस्तो छ भने म साटिकन मासुको हृदय दिन्छु अनि तिमीहरूको हृदयमा म मेरो व्यवस्थालाई हालिदिन्छु भन्नुभयो पढ्नुहोस् त्यो ठाउँमा लेखेको छ छैन भने पछि तपाईँले मलाई भन्नुहोस् यही कुरो लेखेको छ पुरानो नियमको भागलाई दिनु भने नयाँ नियममा पनि त्यही थियो म फेरि पनि लास्ट फर्केर म त्यहीँ आएँ यूहन्ना 3:16 भन्छ जस कसैले संसारलाई बोलेको वर्ड होइन आज मण्डलीलाई पनि छ कति विश्वास गर्ने उहाँको वर्डमा कति साह्रो खिच्छ उहाँको वर्डले हामीलाई कति साह्रो उहाँको त्यो कुरालाई सम्झिँदै गर्दा यो दिनमा प्रार्थनामा खिचेर लग्यो यो 3 दिन यो कति पनि भएको छैन आज पुनरुत्थानको समयभित्र मात्रै छौँ अब यो सायद मैले भने पनि तपाईँले नबुझ्ला हामीले भन्यो भने भन्नुको अर्थ मैले तपाईँलाई निर्बुद्धि के डिफाइन गर्नु खोजेको सायद नहोला त्यो हामीमा म नसकौँला रे त्यो बुझ्नलाई तर एउटै कुरो कि हामीलाई निस्तार चाडले केही फरक पर्यो बलिदानले केही हामीले निर्णय गर्दैछौँ त यो भागमा आउँदै गर्दा के आज यूहन्ना 3:16 केही जीवनमा हामीलाई परिवर्तन ल्याउने कुराहरू आउँदैछ हेर्नुहोस् त कि कस्तो छोडिरहेको छौँ पावल चिन्तित थियो क्या त्यो समयमा नि पावल चिन्तित थियो पावलले यही कुरो भन्थ्यो जबसम्म तिमीहरू त्यो हुर्केको छोरामा बनिँदैनौ नि मलाई एउटा प्रसुति वेदना जस्तो भएको छ भन्थ्यो एउटा ऊ लिडर्स हुँदै गर्दा नि प्रभुको आवाज सुन्ने व्यक्तिले दुख्दै थियो एलियालाई दुख्दै थियो जब उनले परमेश्वरको आवाज सुन्दै थियो एलिसालाई गाह्रो हुँदै थियो मानिसहरू बिचमा सत्यता भन्दै गर्दा नबुझ्दै गर्दा गाह्रो भइरहेको थियो आज इभन तपाईँहरू यहाँ सबैजना एज अ लिडर्स हुनुहुन्छ परिवार हुनुहुन्छ कस्तो लाग्छ होला आज तपाईँ श्रीमतीले मजाले प्रार्थना गर्ने हुनुहुन्छ या तपाईँको श्रीमान प्रार्थना नगर्दा दुख्छ कि दुख्दैन भन्नुहोस् त अभियसली दुख्छ श्रीमान प्रार्थना गर्दै गर्दाखेरि श्रीमतीले मोबाइल खेल्दै फेसबुक र टिकटकमा छन् कस्तो लाग्छ भन्नुहोस् त सबै डिस्टर्ब हुन्छ घरको छोराछोरीहरूले त्यो भागलाई नबुझ्दै गर्दा यति साह्रो प्रभुको नजिकको कुरा गर्नुहुन्छ तर घरको छोरा छोरीलाई अवस्था छैन या छोराछोरी भइरहेको हुन्छ आमा बाउ अर्कै गण्डागोलको कुरा गरिरहेको छ कस्तो हुन्छ त्यो घरको माहौल कस्तो होला सोच्नुहोस् न त्यो घरको मान्छेलाई शान्ति हुन्छ होला हुन्छ कि हुँदैन हुन्छ कि हुँदैन भन्नुहोस् न हुँदैन नि है सेम एज परमेश्वर आज उहाँसँग नि लाखौँ स्वर्गदूतहरू हुँदै गर्दा पनि तपाईँ अनि हामी एकजना व्यक्तिको जीवनको भाग नमिल्दै गर्दा उहाँ चिन्तित हुनुहुन्छ आज पनि यो चाड आउँदै गर्दा नि उहाँलाई कस्तो लाग्दै होला यिनीहरू आउनु त आयो धर्म निभाउनुको लागि आउनु त आयो फरिसी शास्त्रीहरू जस्तै लबेदा लिकिन लामो घन्टी बस्दै हालेलुया हालेलुया भन्दै के गर्यो होला हामीले थुप्रै गऱ्यौँ दोस्रोको होइन आइम रियली सरी मेरो आदरणीय परिवार म भित्र भएको कुरालाई म तपाईँहरूसँग सेयर गर्छु लबेदा लगाएर बाइबल चेपेर त्यो दिनको होइन ठुलो तोडा पढेर सबै गऱ्यो तर जुन दिन येशू ख्रीष्ट आँखा अगाडि आयो नि फरिसी शास्त्रीहरू सबैभन्दा अगाडि त्यो मुखमा थुक्ने ढुङ्गा हान्नेमा सबैभन्दा अगाडि किन त्यो हृदय मायाको हृदयलाई कहिले बुझेन नि त हामी कहाँ पुग्ने कस्तो ठुलो चेतावनी छ क्या मेरो आदरणीय परिवार यो दिनहरूमा नि म्यासेज जति शक्तिशाली रूपमा आउँदैछ परिवर्तन हुँदैन भने नि त्यो दिन नि थुमाको रगत चाहिँ खालि इजरायलीको लागि मात्रै थिएन त्यो दिन फारोले पनि त्यो कुरालाई विश्वास गरेर आएको भने फारोको छोरा मर्दैन थियो त्यो दिन आज पनि नि यदि तपाईँ अनि मैले विश्वास गर्दैन भने नि यदि त्यो रगत त्यो शरीर आज पनि हामीलाई मायने राख्दैन यहाँनिर रहेको छ हामी अब विक्रमा गर्छौँ यदि आज पनि हामीलाई यो क्याजुअल लागेको छ भने केही पनि आउँदैन खासमा केही पनि होइन म गर्ने बित्तिकै म धर्मी ठहरिँदिनँ
तर जब पनि विश्वास गर्छौँ नि, तपाईँ बसेको ठाउँमा तपाईँको जीवन, हाम्रो जीवन परिवर्तन हुन्छ। आमेन। सबै कुरो विश्वासमा। के कुरो सुन्दैछौँ, आत्माले तपाईँलाई नेतृत्व गर्दैछ यो दिन, या शरीरको भागले? के यो दिनमा इमोसनहरू उहाँसँग सेयर गर्ने? अखमेरी भनेको त्यही थियो, सबै खमीरहरू नि उहाँको वेदीमा ल्याउनु पर्थ्यो। त्यो बलिदानको नि वेदी थियो पुरानो नियममा। त्यही यो समय त खास त्यो बलिदानभित्र आउने समय थियो। त्यो खमीरहरू ल्याउने, मेरो इमोसनको भाग, जुन इमोसनले उहाँलाई जहिले पनि बाधा दियो, जुन इमोसनमा दुख्दै गर्दा नि म उहाँसँग जोडिनै सकिनँ, मेरो डिजायरहरूले, चाहनाले, त्यो भावनाको कुराले मलाई यदि उहाँसँग टाढो बनाउँदै थियो भने के आज त्यो प्रभुको वेदी अगाडि ल्याउने? अघि मेरो रोटी 7 दिनको चाँडो, 7 days, जस्ट नेक्स्ट टु पास ओभर, अर्को दिनदेखि 15 दिनदेखि 7 दिनसम्म हामीलाई अखमेरो रोटी, हेर्नुहोस् त, पुरा हप्ता दिन हामीलाई टाइम दियो। आज हामी 16वाँ दिन, हिजोदेखि सुरु भयो, आज 2 दिन हुँदाखेरि कुन खमीर हाम्रोबाट निस्क्यो होला? आज हामी त कतिपल्ट सिङ जोड्छौँ, हाम्रो मण्डलीले यस्तो कुरा मान्छ, त्यस्तो गर्छौँ, यस्तो बडो हिँड्छौँ, त्यस्तो अघि बहिनीले भने नि, हामी कसरी हेर्दैछौँ, के गर्दैछौँ, त्यसले फरक पर्दैन प्रभु यो दिनमा। कि उहाँसँगको वचनको अलाइनमेन्टमा आउँदैछ? एउटै कुरा, के प्रभुले आज पनि स्वर्गबाट हेरेर हाम्रो हृदयको भित्रको विचारलाई भन्न सक्छ? यस। आज लाखौँ करोडहरूले फिस्ट अफ पासओभरलाई मनायो होला, संसारले कति गुड फ्राइडे भन्यो होला, हामी पासओभर भन्छौँ, यहुदीले पेसाक भन्ला, विभिन्न देशको विभिन्न भाषा होला। तर के स्वर्गीयले आज पनि हेर्दै गर्दा कसैलाई भन्न सक्छ, यो पालिको मेरो मृत्युको रगतले यो व्यक्ति त्यो परिवर्तन भयो, उसले निर्णय गर्यो, उसले मेरो रगतको बलिदानलाई बुझ्यो? कोही व्यक्तिलाई भन्न सक्छ आज यो कोठामा त्यो कोही छोरा या छोरी छ कि जसले भन्छ, यस प्रभु, यो पालिको तपाईँको रगतले मेरो यो जीवनको भाग धोयो, म यो ठाउँमा परिवर्तन हुने कोसिस गर्दैछु। देख्दैछौँ हामीले त्यो खमीरहरू, यहाँ मतलब पनि छैन, छोडिदेऊ, अस्ति डान्स गरे त, अस्ति नाच्दे त, अस्ति आँसु बगाइदे त, धुरु धुरु, नाउ लेट्स इन्जोय, त्यस्तोमा पो छौ कि? तपाईँ नि मसँगको प्रश्न हो यो दिनमा। यौना 3:16ले यसो आज बेलुका गएर आफैमा हामी मनन गरौँ, कति छुन्छ, कति छुन्छ, जति छुन्छ नि मेरो आदरणीय परिवार, कन्फर्मेसन चाहिँ यो हो, त्यति नै हामी घोडा टेक्न सक्छौँ। जति उहाँको हृदयले छुन्छ नि, एक दिन यो भाग आउँछ, तपाईँलाई कसले आराधना गर भन्नु पर्दैन, कसैले तपाईँलाई सङ्गतिमा पनि बोलाउनु पर्दैन, कसैले तपाईँलाई नि फास्टिङ बस भन्नु पर्दैन, कसैले तपाईँलाई नि तपाईँको जीवनको भागबाट तपाईँलाई भेटी 10 साँझ के पनि भन्नु पर्दैन। त्यति मान्छेहरू नि उनीहरूको विचारभन्दा माथिल्लो काम गर्ने भइसकेको थियो, भन्दै थियो घाँटी काट उदो मुन्डो झुन्डा, जसले त्यो रगतको मूल्यलाई बुझ्यो, त्यो रगत मेरो निम्ति थियो, त्यो जवानको बलिदानलाई म कहिले पनि भुलिँदिनँ भनेर जुन दिन व्यक्तिले भने नि, उसले भन्दैछ के भयो त, पावलले कराइकिन भने त्यो दिन, चिच्चाइकिन, आज हामीले हल्का भन्छौँ, त्यो दिन भन्दै थिएर रोमी 33मा, कुन कुराले मलाई मृत्यु, कुन कुराले मलाई परमेश्वरको प्रेमदेखि टाढो बनाउँछ? के अभावले, के घटी कमीले, के परिस्थितिले? पावलले भन्दैछ के मृत्युले होइन भनेको छ उसले। आज यो भित्र हामी छौँ, त्यो कोही व्यक्ति जसले भन्छ होइन, केही कुरोले फरक पार्दैन। आज पनि स्वर्गले त्यो मान्छेलाई एक्सपेक्टेसन्स गर्छ, त्यो मान्छेसँग नि परमेश्वरले आफ्नो हृदयको कुरालाई साट्छ। 32 लाख इजरायलीमा एउटा मसासँग प्रभु बोल्नु हुँदै थियो, मसा हेर ल, एक दिन यिनीहरू प्रतिज्ञाको भूमि पस्छ कि यिनीहरूले मलाई बिर्सेर जान्छ। हृदयको कुरा, दाउदसँग हृदयको कुरा साट्दै थियो परमेश्वरले। खै यस युगमा त्यो व्यक्तिहरू, खै यो जेनेरेसनमा जसलाई हामी रेमनेन्ट भन्छौँ, जो अन्तिम दिनको त्यो पुस्ताहरू भन्छ, खै त्यो आवाजलाई सुनिकन यति साह्रो उहाँसँग लिन भएर बस्ने, हराइदिने, मग्न भइदिने। पहिलो प्रेममा पर्दै गर्दा कस्तो हुन्छ संसारका मान्छेहरू, भर्खर बात मारेको जस्तो लाग्छ, 3 मिनट भयो होला, 1 घन्टा बितेको थाहा हुँदैन। कहिले हुने? के हामीलाई 5 मिनटको प्रार्थना आज 5 घन्टा लाग्दैछ? हे हाम्रो स्वर्गमा बस्ने रट्टु भयो, तर कहिले प्रार्थना वर्डको भित्रको के पनि थाहा छैन। कहिले भन्ने? म
मलाई यतिले पुग्दैन कि सबै कुरा त्यागेर यो दिन संसारको कुरालाई हत्याउनु पुग्ने या भन्ने सबै संसारको त्यागेर प्रभु तपाईँ भए पुग्छ मलाई थ्याङ्क यू लर्ड थ्याङ्क यू यीशु